वेलकम टु माई न्यू युट्युब च्यानल एन्ड दिस भिडियो। आजको चाहिँ प्रोजेक्टमा चाहिँ हामी चाहिँ यो वाला प्रोजेक्ट बनाउनेछौँ, ठिक छ नि। एन्ड यो फुल्ली हामीले चाहिँ बनाउनेछौँ। सो यसमा चाहिँ सबै कुराहरू चाहिँ डिटेलमा कभर गरिनेछ। सो यो चाहिँ बिगिनर फ्रेन्डली हुनेछ, तपाईँले त्यसैले चाहिँ यो भिडियोलाई फुल वाच गर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ अन्य थुप्रै फ्युचरहरू छ जो चाहिँ अब चाहिँ हरेक एप्लिकेसनहरूमा चाहिँ युज गर्न सक्नुहुन्छ। जस्तो यो ब्याककटको फ्युचर छ होइन, त्यस्तै यहाँनिर कटको फ्युचर, यिनीहरू चाहिँ धेरै ठाउँमा चाहिँ युज गर्न सक्नुहुन्छ, ठिक छ। त्यहाँदेखि यहाँनिर चाहिँ तपाईँहरू चाहिँ क्यालकुलेसनको काम त गर्नै सक्नुहुन्छ। यो भ्यालु स्वाइपको फङ्सन छ। त्यस्तै यहाँनिर चाहिँ अटो डिक्रिजको चाहिँ अटो होइन, यहाँनिर चाहिँ हेर्नुहोस् अब चाहिँ डिक्रिज होला यसले चाहिँ अनि यो इन्भाइरोमेन्टसँग चाहिँ आफै एडजस्ट गर्नेछ यसरी, ठिक छ नि। वान टाइममा चाहिँ अब चाहिँ ऱ्याट सो गर्नेछ, ब्याक आउँ, ठिक छ नि, पुरानै फर्मेटमा रिपिट हुन्छ र यो चाहिँ अमेजिङ फ्युचर हो। सो अब चाहिँ हामी स्टार्ट गरौँ, ठिक छ नि। यहाँनिर चाहिँ म सबै कुराहरू चाहिँ अगेन सिकाउँदैछु। त सबभन्दा पहिले यो छ होइन, यिनीहरूलाई चाहिँ यहाँबाट रिमुभ गरौँ। देन म चाहिँ फर्स्ट स्टार्टिङमा चाहिँ इजी तरिकाले सिकाउनेछु। देन त्यसपछि चाहिँ म तपाईँहरूलाई चाहिँ एकदम एडभान्स लेभलमा चाहिँ सिकाउनेछु, ठिक छ नि। देन अब चाहिँ फटाफट स्टार्ट गरौँ होइन। र यहाँनिर चाहिँ स्टार्ट गर्नुभन्दा पहिले चाहिँ तपाईँले चाहिँ HTML को बेसिक स्ट्रक्चर राइट गर्नुहोस्। र HTML को चाहिँ बेसिक स्ट्रक्चर इजी छ। HTML5 इन्टरफेस बस अनि न्यू क्यालकुलेटर या माई क्यालकुलेटर टाइटल राख्नुहोस्। क्यालकुलेटर माई क्यालकुलेटर अनि यो मेटा ट्यागलाई यहाँबाट मेटा छ होइन, सिम्पल मेटालाई रिमुभ। र यो बोडीमा चाहिँ सबभन्दा पहिले एउटा डिभ खोलेर राख्नुहोस्। डिभ आइडी भनेको चाहिँ कन गर्नुहोस्। र यहाँनिर चाहिँ आउनुहोस्, सबभन्दा पहिले युनिभर्सल सिलेक्टरमा चाहिँ यहाँनिर चाहिँ बाई डिफल्ट अब चाहिँ मार्जिन हुन्छ, त्यसलाई 0 गर्नुहोस्। यहाँनिर चाहिँ हेर्नुहोस् मार्जिन 0 एन्ड देन प्याडिङ हुन्छ बाई डिफल्ट होइन, प्याडिङलाई पनि तपाईँ 0 गर्नुहोस्। देन अर्को काम भनेको चाहिँ बर्डर बक्स साइजिङ भनौँ न, बक्स साइजिङ बर्डर बक्स यति काम गर्नु होला, ठिक छ नि। यो अब चाहिँ हाम्रो सबै एलिमेन्ट्सहरूको लागि हुनेछ, ठिक छ नि। यसलाई भन्छ युनिभर्सल सिलेक्टर। बस अब चाहिँ तपाईँले चाहिँ यहाँनिर चाहिँ कन थियो नि, त्यसलाई सिलेक्ट गर्नुहोस् डाइरेक्ट, कन CON कन। र त्यसमा चाहिँ थोरै स्टाइल गर्नुहोस्। हेर्नुहोस् अहिले चाहिँ व्हाइट स्पेस होला होइन। अब चाहिँ यो फुल्ली व्हाइट स्पेस चाहिँ हामीले चाहिँ त्यो कन्टेनरलाई चाहिँ दिनुपर्छ, ठिक छ नि। यो फुल्ली व्हाइट स्पेस त अब त्यसको लागि चाहिँ तपाईँ कसरी गर्न सक्नुहुन्छ, हाइट गर्नुहोस्। एउटा प्रपर्टी हुन्छ हाइटमा चाहिँ यसको 100 भ्यू हाइट राख्नुहोस्। मतलब यहाँदेखि चाहिँ यहाँसम्म चाहिँ हाइट लिनेछ। अनि मतलब मोबाइलमा चाहिँ जुन मोबाइलमा खोल्नुहुन्छ, जुन डिभाइसमा खोल्नुहुन्छ त्यसको 100% हाइट लिनेछ स्क्रिनमा, ठिक छ नि। त्यस्तै विथ पनि 100% लिऊ भन्नको लागि चाहिँ तपाईँ 100 भ्यू वोट गर्नुहोस्, ठिक छ नि। अब चाहिँ यहाँनिर चाहिँ ब्याकग्राउन्ड राख्नुहोस्, ठिक छ नि। हेर्नुको लागि ब्याकग्राउन्ड ब्लू, ब्याकग्राउन्ड अहिले चाहिँ व्हाइट थियो नि, अब चाहिँ हामी ब्लू गर्छौँ भने ब्याकग्राउन्ड ब्लू आउँछ। बट हामीले चाहिँ यहाँनिर चाहिँ हाइट घटाउन सक्छौँ। हेर्नुहोस् यहाँनिर चाहिँ हाइट 80 गरिदियो भने अब चाहिँ यहाँनिर चाहिँ 80 मात्र देखिन्छ, ठिक छ नि, यहीँसम्म देखियो। त्यस्तै विथ भनेको चाहिँ यो हो, हाइट भनेको यो हो, तपाईँलाई थाहा छैन भने, ठिक छ नि। देन यहाँनिर तपाईँ पिक्सेलमा पनि डिफाइन गर्नुहुन्थ्यो होइन, बट यहाँनिर चाहिँ मैले चाहिँ 100 भ्यू हाइट गरेँ। अगर यहाँनिर चाहिँ पिक्सेल गरौँ भने यो अलिक कम हुन्छ, ठिक छ नि। यहाँनिर चाहिँ हेर्नुहोस् 100 पिक्सेल भनेको यो हुन्छ, ठिक छ नि। त्यस्तै अन्य पनि थियो, त्यसैले मैले चाहिँ यहाँनिर चाहिँ बेस्ट भनेको अहिलेको लागि भ्यू हाइट र भ्यू पोर्ट हो, ठिक छ नि। यसले मोबाइलको साइजलाई चाहिँ इमेजिन गर्छ र फुल लिन्छ, ठिक छ नि। अब यति काम गरौँ र यसको भित्र अब चाहिँ हामीले चाहिँ डिजाइन गर्नु छ, ठिक छ नि। यसको भित्र अब चाहिँ डिजाइन गर्नुको लागि सबभन्दा पहिले त यहीँनिर हेर्नुहोस्, हामीले चाहिँ यो टप डिभलाई चाहिँ बनाउनु छ। देन त्यसपछि यो बटम डिभलाई बनाउनु छ, ठिक छ नि। र त्योभन्दा पहिले चाहिँ म तपाईँहरूलाई चाहिँ साँच्चै देखाउँ भने यो यहाँनिर टप डिभ छ, यहाँनिर चाहिँ बटम डिभ, बटनमा चाहिँ बटनहरू छ र यहाँनिर चाहिँ एउटा लाइन छ, ठिक छ नि। अब यति कुराहरू चाहिँ हामीले चाहिँ बनाउँ र यहाँनिर चाहिँ अब चाहिँ तपाईँहरूले चाहिँ कहाँ बनाउनुपर्छ, यसको बाहिर बनाउनुहुन्छ भने तपाईँको चाहिँ डिजाइन खराब हुन्छ। फर इक्जाम्पल बनाएर देखाउँ होइन, डिप यहाँनिर चाहिँ टप गर्छु _ डिप, पहिले त यो खोल्नु होला, ठिक छ नि। र यसलाई चाहिँ यसको बाहिर खोल्यो भने के हुन्छ म तपाईँहरूलाई सिकाउँछु, ठिक छ नि। यदि तपाईँ बिगिनर हो भने, बिगिनर होइन भने तपाईँहरूलाई चाहिँ थाहा नै छ। यहाँनिर चाहिँ हेरौँ डिप अनि यहाँनिर चाहिँ BT डिप, यो चाहिँ बटनहरू देखाउनुको लागि बटन डिप, र यसको बिचमा चाहिँ एउटा डिप लाइन खोल्नु होला, यसलाई लाइन। देन यति काम गर्नुहोस्। र अब चाहिँ हेर्नुहोस् म जस्ट टप डिपलाई चाहिँ सिलेक्ट गर्छु। यहाँनिर चाहिँ हेर्नुहोस् TOP _ डिप, र यहाँनिर चाहिँ हेर्नुहोस् यसको चाहिँ म हाइट दिन्छु 100 पिक्सेल, ठिक छ नि, 100 पिक्सेल। अनि विथ 100
भइ नै हाल्छ। त यहाँनिर चाहिँ म सिम्पल ब्याकग्राउन्ड दिन्छु येलो। अब चाहिँ हेर्नुहोस् ब्याकग्राउन्ड येलो चाहिँ कहाँ देखिन्छ, हामीले त बनाउने यहाँनिर हो, यहाँनिर त आएन। अब चाहिँ हेर्नुहोस् यहाँनिर आयो। अब चाहिँ हामीले त्यसैले चाहिँ यसको भित्र बनाउनु छ नि, यो ब्लू बक्सभित्र, त्यसैले यसको भित्र राख्नुपर्छ, तब मात्र यसको भित्र आउँछ, ठिक छ नि। त्यसैले भन्दै थिएँ म यिनीहरूलाई चाहिँ यो कन्टेनरको भित्र राख्नुहोस्, ठिक छ नि। अनि यिनीहरूलाई चाहिँ यसको भित्र, बस। अब चाहिँ हेर्नु यसको भित्र राख्नुपर्छ यसरी। देन यहाँनिर चाहिँ तपाईँहरूले चाहिँ थोरै यो इन्डेन्टको काम गर्नु होला, ठिक छ नि, नत्र घटिया देखिन्छ। इन्डेन्ट बस यति काम गर्नुहोस्। अब टप डिपलाई चाहिँ तपाईँले चाहिँ के गर्नुहोस्, टप डिपको चाहिँ हाइट छ नि, हाइटलाई चाहिँ 48% राख्नुहोस्। 48% होइन 47% राख्नुहोस्। अब यसले 47% कसको लिएला भन्दाखेरि यो कन्टेनरको लिनेछ, ठिक छ नि। र कलर भनेको चाहिँ उसले ब्ल्याक राखेछ, यो एक्सपोर्ट राख्नु होला, ठिक छ नि, ब्ल्याकको लागि। त्यहाँदेखि त्यसपछि त्यस्तै अब चाहिँ यहाँनिर चाहिँ हेर्नुहुन्छ भने यो चाहिँ डिजाइन भयो होला, हेर्नुहोस् यहाँनिर चाहिँ यो पर्फेक्ट डिजाइन आयो, ठिक छ नि। अब चाहिँ यहाँनिर चाहिँ बाँकी रहेमा चाहिँ हामीले चाहिँ बटम डिप लगाइदिनुपर्छ। त बाँकी कति रह्यो होला, 47बाट 100% घटाउनुहोस्। त अभियसली हामीसँग चाहिँ रिमेनिङ रह्यो 43। त अब चाहिँ सबभन्दा 43 40 होइन 53 यो बटम डिपलाई चाहिँ सेलेक्ट गर्नुहोस् र यसलाई चाहिँ दिनुहोस्, ठिक छ नि। दुइटै कपी गर्नुहोस्, यहाँनिर चाहिँ के छ र होइन, दुइटैलाई कपी। अनि यहाँनिर चाहिँ पेस्ट, बस युजको चाहिँ यसलाई चाहिँ रिमुभ गर्नु होला। र अब चाहिँ बाँकी रहेको चाहिँ 53 यसले लिनेछ। र यसको चाहिँ कलर भनेको चाहिँ तपाईँले चाहिँ 2425 यसरी राख्नु होला, ठिक छ नि। यसले चाहिँ लाइट ब्ल्याक कलर लिने चाहिँ यहाँनिर चाहिँ पर्फेक्ट। अब चाहिँ यहाँनिर चाहिँ लाइन थियो नि, लाइनलाई डिजाइन गर्नुहोस्। लाइनलाई डिजाइन गर्न त्यति खासै अब चाहिँ झन्झट छैन, लाइन गर्नुहोस्, सिधा गर्नुहोस्। यसमा चाहिँ हाइट दिनुहोस्, ज्यादा नदिनु होला। हाइट भनेको चाहिँ 5-6%सम्म दिनुहुन्छ, 0.6। र ब्याकग्राउन्ड भनेको चाहिँ तपाईँ अहिलेको लागि चाहिँ हेर्नुको लागि के यही नै राख्नुहोस्, 2 अनि 4 9 9। धेरै ग्रिन राख्नेछौँ हामी, ठिक छ नि, त्यसको जस्तो राख्ने छैनौँ हामी, 3 गरौँ। र अब चाहिँ हेरौँ कहाँनिर आउँछ, यहाँनिर चाहिँ आइसकेको छ। र यसलाई चाहिँ अलिकति कम गरौँ, विथ भनेको चाहिँ यसको चाहिँ राखौँ, विथ 10% राख्न सक्नुहुन्छ, ठिक छ नि। 10% राखेर हेरौँ, र यहाँनिर चाहिँ आउला। यहाँनिर चाहिँ हेर्नुहोस् बाहिर ब्लू भनेको चाहिँ यो कहाँबाट आयो भन्नुहुन्छ, ब्लू भनेको चाहिँ यहाँबाट आउँदैछ, ठिक छ नि। बाहिर त यो छ नि, त यसलाई चाहिँ रिमुभ गरौँ। अब चाहिँ आउँछ होला व्हाइट मात्र, हेर्नुहोस् यहाँनिर चाहिँ। तर उसले त यस्तो डिजाइन गरेको थिएन। त अब चाहिँ हामीले चाहिँ कसरी डिजाइन गर्ने यसलाई। सो यसलाई डिजाइन गर्नुको लागि चाहिँ पोजिसन भन्ने प्रपर्टी हुन्छ, यहाँनिर तपाईँ भ्यालु फिक्स गरिदिनुहोस्। त्यहाँनिर चाहिँ अब चाहिँ यो गर्नुहुन्छ भने टप लेफ्ट मुभ गर्न पाउनुहुन्छ। म सिम्पल लेफ्टमा चाहिँ 55% मुभ गर्न चाहन्छु, हेर्नुहोस् यहाँनिर चाहिँ भयो होला, ठिक छ नि। यहाँनिर चाहिँ मुभ भयो। र थोरै तपाईँहरू चाहिँ यसलाई चाहिँ 57 50 केही पनि गर्न सक्नुहुन्छ, मैले 55 नै गरेँ। देन अब चाहिँ यहाँनिर चाहिँ के गर्छु भन्दाखेरि त्यसको चाहिँ बर्डरहरूलाई चाहिँ कर्भ गर्छु, ठिक छ नि। बर्डर कर्भ गर्नुको लागि चाहिँ तपाईँकै मिल्छ सिएसएसको चाहिँ यो प्रपर्टी बर्डर रेडियस, ठिक छ नि। र यहाँनिर चाहिँ बर्डर रेडियस छ नि, यहाँनिर चाहिँ पर्सेन्ट युज गर्न सक्नुहुन्छ, बट पर्सेन्ट युज नगर्नुहोस्, ठिक छ नि। पर्सेन्ट युज गर्नुहुन्छ भने के हुन्छ त्यो पनि हेर्नु ल। अनि यसलाई चाहिँ अब चाहिँ हामीले माथि राख्नुपर्छ, ठिक छ नि। त यहाँनिर चाहिँ तपाईँले केही गर्नु पर्दैन, सिम्पल यसलाई चाहिँ माथि राख्नुको लागि मार्जिन भन्ने हुन्छ एउटा, मार्जिनमा चाहिँ तपाईँले चाहिँ मार्जिन राइट होइन, मार्जिन सिम्पल गर्नु होला। र यहाँनिर चाहिँ 2% माइनस नेगेटिभ भ्यालु दिनु होला, ठिक छ नि। अब नेगेटिभ दिनुहुन्छ भने यसले चाहिँ टपको लागि चाहिँ माथि लिनेछ, बस। यहाँनिर चाहिँ हेर्नुहोस् पर्फेक्ट। र यसलाई चाहिँ यहाँनिर चाहिँ देखाउनु पर्थ्यो अलिकति, यसको चाहिँ 45 छ नि, 45बाट चाहिँ इन्क्रिज गरेर चाहिँ 47 48 गर्न सक्नुहुन्छ। हेरौँ 47 8मा चाहिँ कस्तो लाग्छ। अनि यहाँनिर चाहिँ यो पनि पर्फेक्ट छ। र मलाई चाहिँ त्यति एक्ज्याक्टली थाहा छैन सेन्टरमा आइरहेको छ कि कहाँनिर आइरहेको छ, तर तपाईँहरूले चाहिँ आफ्नो निड अनुसार चाहिँ एडजस्टमेन्ट गर्न सक्नुहुन्छ, ठिक छ नि। अब चाहिँ यहाँनिर चाहिँ हामीले बटनहरू बनाऊ, ठिक छ नि। अब बटनहरू बनाउनुको लागि चाहिँ सबभन्दा पहिले यसको डिजाइनलाई सम्झिने कोसिस गर्नुहोस्। यसले चाहिँ बटनहरू चाहिँ कसरी बनाएको छ भन्दाखेरि यसले चाहिँ बटनहरूलाई चाहिँ ग्रिड सिस्टममा चाहिँ डिभाइड गरेर बनाइरहेको छ। त अहिले चाहिँ हामी चाहिँ फटाफटी के गर्नेछौँ, युएलबाट चाहिँ बनाउनेछौँ, ठिक छ नि। आई नो युएलबाट बनाउनु चाहिँ एउटा बेस्ट तरिका होइन, बट म त्यतिकै बनाइरहेको छु। अब हामीले चाहिँ यिनीहरूलाई चाहिँ कहाँ बनाउने भन्दाखेरि यहाँ बाहिर बनाउनु होइन, यो बटम डिप छ नि यसको भित्र बनाउने हो, ठिक छ नि। सबभन्दा पहिले युएल खोल्नुहोस्,
बढिया। यहाँनिर चाहिँ यसलाई खोल्नुहोस्, ठिक छ नि। अब चाहिँ यसलाईमा चाहिँ तपाईँहरू चाहिँ यहाँनिर चाहिँ सबभन्दा पहिले चाहिँ के राख्ने, यहाँनिर चाहिँ कट राख्नुपर्छ। बट म अहिले चाहिँ कट राख्दैन, सिम्पल यहाँनिर चाहिँ माथि नै खोल्छु एउटा यसलाई अघि क्लाससँग खोल्नुपर्छ त्यो यसलाई। यहाँनिर चाहिँ OP_ बटन, ठिक छ नि। यसरी चाहिँ क्लास खोले र यहाँनिर चाहिँ सबभन्दा पहिले चाहिँ कटको बटन राख्नुहोस्, C मात्र राख्नुहोस्, ठिक छ नि। त्यहाँदेखि त्यसपछि चाहिँ यसलाई चाहिँ अगेन 4 टाइम कपी पेस्ट गरिदिनुहोस्, ठिक छ नि। किनकि टपमा चाहिँ अपरेटर बटनहरू चाहिँ हुनेछन्। यहाँनिर चाहिँ आउँछु, त्यहाँदेखि यहाँनिर चाहिँ कपी पेस्ट गर्ने कोसिस गर्छु। सो यहाँनिर चाहिँ अब चाहिँ तपाईँहरूले चाहिँ यहाँनिर चाहिँ ब्याक कट यो हेर्नुहोस्, यहाँनिर चाहिँ इन्टरको माथि, ठिक छ नि। माथि चाहिँ ब्याक कटको यो छ नि, मैले क्लिक गरिरहेको। यसलाई चाहिँ अब चाहिँ हामीले चाहिँ डिजाइन गर्नुपर्छ, तर अब हातले त सम्भव छैन। त्यसको लागि चाहिँ यहाँनिर चाहिँ तपाईँले एउटा एन्टिटी पाउनुहुन्छ, त्यो भनेको चाहिँ ब्याक स्पेसको एन्टिटी हो र यो छ त्यो एन्टिटी, ठिक छ नि। त्यहाँदेखि त्यसपछि चाहिँ अब चाहिँ यहाँनिर चाहिँ तपाईँले डिभाइडको सिम्बल राख्नुपर्छ। त्यहाँदेखि त्यसै गरी यहाँनिर चाहिँ अब चाहिँ तपाईँहरूले चाहिँ मल्टिप्लिकेसनको सिम्बल राख्नुपर्छ। बट यहाँनिर चाहिँ किबोर्डमा त मल्टिप्लिकेसन र डिभाइडको त इनेबलै छैन। तब चाहिँ कहाँबाट ल्याउने, सिम्पल कि यहाँनिर चाहिँ आउनुहोस् नोटप्याडमा। नोटप्याडबाट चाहिँ हामी चाहिँ ल्याउँ। मैले चाहिँ यहाँनिर राखिरहेको होला, वेयर इज द्याट, यहाँनिर चाहिँ छ र यहाँनिर चाहिँ एउटा अर सिम्बल एड गर्नुपर्ने हो रहेछ, कोही छैन। यहाँनिर चाहिँ आउँ यो वाला सिम्बल, बस यी दुईवटालाई चाहिँ कपी गर्नुहोस्। र यिनीहरूले चाहिँ काम त गर्दैन, बट यिनीहरू देखावटी चाहिँ हुन्, त्यसैले देखावटी हामीले चाहिँ यही राख्नु छ, ठिक छ नि। डिजाइन पनि राम्रो आउँछ। त्यहाँनिर चाहिँ कपी पेस्ट गरौँ। देन यो छ होइन, अनि यहाँनिर चाहिँ यसले चाहिँ डबल किन दियो होला, यसलाई चाहिँ रिमुभ गरौँ अनि यसलाई रिमुभ गरौँ। डबल हुनुभन्दा नै यहाँनिर डट दिइरहेछ, त्यो डट हामीलाई चाहिएको थिएन। ओ सेट, अगेन ट्रिपल हुनुभयो, के हो तपाईँ। यहाँनिर चाहिँ अन्डो गरौँ, के छ र होइन, अन्डो। अनि यो यसलाई पनि यति काम अन्डो गरौँ न, यहाँनिर चाहिँ हेरौँ। र यसलाई चाहिँ यहाँबाट चाहिँ तपाईँले यो डट छ नि, यो चाहिँ यसको चाहिँ कामै छैन भन्दा, यसले चाहिँ डिजाइन नै खराब गरिदिन्छ। किनकि पछि गएर म्याच पनि हामीले चाहिँ गर्नु छ, ठिक छ नि। र यहाँनिर चाहिँ पेस्ट गर्नुहोस्, यहाँनिर चाहिँ यो डिभाइड दुईटालाई रिमुभ गर्नुहोस्, यसलाई पनि रिमुभ गर्नुहोस्, बस यति काम गर्नु ल। देन यहाँनिर चाहिँ अब चाहिँ तपाईँले चाहिँ 7बाट चाहिँ स्टार्ट गर्नुहोस्। अब चाहिँ तपाईँले भन्ला हो, यहाँनिर चाहिँ तपाईँले 0बाट किन स्टार्ट नगरेको, यसको पनि रिजन छ, ठिक छ नि। हामीले चाहिँ सेम डिजाइन गर्नु छ। त्यहाँनिर चाहिँ 8, यसलाई 9 र अब चाहिँ यहाँनिर चाहिँ अगेन एउटा अपरेटर आउनेछ, ठिक छ नि। त यहाँनिर चाहिँ सिम्पली यहाँदेखि चाहिँ कपी गर्नुहोस्, यहाँनिर चाहिँ पेस्ट गर्नुहोस्, ठिक छ। त्यहाँनिर चाहिँ ओपी छ नि, यहाँनिर चाहिँ अब चाहिँ तपाईँले सब्ट्र्याक्सनको बटन राख्नुहोस्, मिनिङ सब्ट्र्याक्सनको चाहिँ यो राख्नुहोस् सिम्बल। देन त्यसपछि यहाँनिर चाहिँ 4, 5 अनि यो लास्ट 6। देन यसै गरी अगेन हामीले चाहिँ कपी पेस्टको काम खेल्ने हो, बस यहाँनिर चाहिँ कपी पेस्ट। र यहाँनिर चाहिँ अब चाहिँ 1बाट स्टार्ट होला, 1, 2, 3, बस यहाँनिर चाहिँ 3। अनि यहाँनिर चाहिँ अपरेटर बटनमा चाहिँ तपाईँले चाहिँ के राख्नुपर्छ भन्दाखेरि अब चाहिँ इक्वल टु राख्नुपर्छ, ठिक छ नि। र यहाँनिर चाहिँ यो क्लास बी छ नि, यसलाई पनि रिमुभ गर्नुहोस्। यहाँनिर चाहिँ यसमा चाहिँ हामी चाहिँ अलग डिजाइन गर्नेछौँ, ठिक छ नि। देन यहाँनिर चाहिँ हेर्नुहोस् पेस्ट गर्नुहोस् लास्ट टाइम। र यहाँनिर चाहिँ अब चाहिँ रिमाइन्डरको बटन आउनेछ, यसलाई चाहिँ मोडुलो पनि भन्छन् धेरैले। र यहाँनिर चाहिँ पोइन्ट आउनेछ एन्ड यहाँनिर चाहिँ अब चाहिँ 0 आउनेछ। र यहाँनिर चाहिँ तपाईँ 00 पनि थप्न सक्नुहुन्छ, बट म यहाँनिर चाहिँ सेम डिजाइन राख्ने कारणले चाहिँ यो थप्दैन, बस यति काम गर्छु। र अब चाहिँ हामीले चाहिँ यो काम गरेपछि चाहिँ यहाँनिर चाहिँ आउँ, यहाँनिर हेर्नुहुन्छ भने यहाँनिर चाहिँ अलिकति कर्नरमा देखिरहेको छ। सबभन्दा पहिले युएललाई सिलेक्ट गरौँ, युएललाई सिलेक्ट गरेर यसलाई डिजाइन गरौँ, ठिक छ नि। यहाँनिर आउँछौँ, यहाँनिर छ यहाँनिर युएललाई चाहिँ सेलेक्ट गर्नुहोस्। युएललाई चाहिँ आरामले यसरी सेलेक्ट गर्नुहोस् युएल होइन। युएलको चाहिँ के गर्नुहोस् भन्दा हाइट 100% गरिदिनुहोस्। यो बटन डिपको लिनेछ, विथ पनि 100% गर्नुपर्छ, किनकि यो चाहिँ इनलाइन एलिमेन्ट हो। देन यहाँनिर चाहिँ ब्याकग्राउन्ड हुनुको लागि अहिलेको लागि चाहिँ तपाईँ राख्न सक्नुहुन्छ, जस्तो टेस्टिङको लागि ब्लू। र यसमा चाहिँ प्याडिङ पास गर्नु होला। प्याडिङ भनेको चाहिँ अहिलेको लागि 10% यसै पास गरौँ, ठिक छ नि। र यसलाई चाहिँ सेलेक्ट गर्नुहोस्। यसलाई सेलेक्ट गरेर चाहिँ तपाईँले चाहिँ कलर भनेको चाहिँ यसको ब्ल्याक थियो नि, व्हाइट गर्नुहोस्, एक्सकोड व्हाइट लेख्नुभन्दा बलिन्छ। अनि यहाँनिर चाहिँ फोन्ट साइज चाहिँ यिनीहरूको चाहिँ इन्क्रिज गर्नुहोस्, धेरै स्मल थियो त यहाँनिर चाहिँ 45 पिक्सल युज गर्न सक्नुहुन्छ, बट म चाहिँ 43 पिक्सल युज गर्छु। हेरौँ कहाँनिर आइरहेछन्, पर्फेक्ट। अब चाहिँ यहाँनिर चाहिँ यो बुलेटलाई पहिले त रिमुभ गरौँ सबभन्दा पहिले, ठिक छ नि। र अब यो बुलेटलाई चाहिँ रिमुभ गर्नुको लागि चाहिँ लिस्ट स्टाइल टाइप भन्ने हुन्छ। यहाँनिर चाहिँ लिस्ट स्टाइल टाइप नन गर्नुहुन्छ भने चाहिँ नन हुनेछ, ठिक छ नि। यहाँ हेर्नुहोस्, अब चाहिँ यहाँनिर चाहिँ नन भयो। अब चाहिँ यसलाई चाहिँ हामीले 4 कोलममा डिभाइड गर्नुपर्छ, एउटा कोलम, दुईटा कोलम, तीनटा कोलम, चारटा कोलम। त अब चाहिँ हामीले 4टा कोलममा डिभाइड गर्नुको लागि चाहिँ यो युएललाई चाहिँ यहाँनिर चाहिँ यो ब्याकग्राउन्ड ब्लू छ नि, अब यसको काम छैन, जस्तै हेर्नुको लागि हो। र यहाँनिर चाहिँ अब चाहिँ तपाईँ डिस्प्ले गरिदिनुहोस्, फ्ल्याग्स होइन ग्रिड गर्नुहोस्, किनकि ग्रिडबाट चाहिँ हामी चाहिँ ग्रिडबाट कोलम बनाउन सक्छौँ। ग्रिडमा चाहिँ अब चाहिँ कोलम बनाउन चाहनुहुन्छ भने ग्रिड
GRID ग्रिड हाइफन टेम्प्लेट कोलम ठिक छ नि यहाँनिर चाहिँ हेर्नुहोस् ग्रिड भएन ग्रिड हाइफन टेम्प्लेट कोलम यो अटो कोलम चाहिँ नगर्नु होला टेम्प्लेट कोलम हो ठिक छ नि अटो कोलम गर्नुहुन्छ भने त्यो हुँदैन टेम्प्लेट ठिक छ नि र यहाँनिर चाहिँ हाइफन कोलम कोलममा चाहिँ अब चाहिँ तपाईँले रिपिट फङ्सन पाउनुहुन्छ रिपिट र यहाँनिर चाहिँ 4 टाइम हामी चाहिँ कोलम बनाउन चाहन्छौँ कोमा बराबरको बनाउन चाहन्छौँ भने अब चाहिँ हेरौँ बन्छ बढिया तरिकाले यहाँनिर चाहिँ 4टा कोलम बन्यो र यहाँनिर चाहिँ हेर्नुहोस् स्पेसहरू आइरहेछ ठिक छ नि अब चाहिँ यो स्पेसलाई चाहिँ हामीले चाहिँ रिमुभ गर्नको लागि यहाँनिर चाहिँ तपाईँ के गर्न सक्नुहुन्छ सिम्पल ग्याप दिनुहोस् यहाँनिर जस्टिफाई कन्टेन्टले चाहिँ एउटा मात्र होरिजेन्टल गर्छ र एलाइन आइटमले भर्टिकल गर्छ दुईटै लेख्नुभन्दा राम्रो एउटा लेख्नु ठिक छ नि त यहाँनिर चाहिँ अब चाहिँ एउटै लेखौँ ग्याप 8% रोको लागि 10% कोलमहरूको लागि कोलम र रो तपाईँलाई थाहा नै छ होइन यो भनेको चाहिँ कोलम जो होइन यो भनेको चाहिँ रो हो ठिक छ नि अब चाहिँ यहाँनिर चाहिँ प्याडिङ दिएको थियो नि 10% त्यसलाई रिमुभ गरौँ 10% नदिएर चाहिँ 5% यसरी दिनुहोस् प्याडिङ कहाँनिर चाहिँ यो छ नि प्याडिङ यहाँनिर चाहिँ तपाईँ चाहिँ 5% युज गर्नुहोस् देन यहाँनिर चाहिँ राइटमा पनि तपाईँ चाहिँ 3% युज गर्नुहोस् या कति पनि गर्नुहोस् यहाँनिर चाहिँ हेरौँ टपमा चाहिँ 5% टपमा त ज्यादा होला 4% अनि यहाँनिर चाहिँ अब चाहिँ हाम्रो चाहिँ लेफ्ट टप र बटममा 4% लेफ्ट र राइटमा चाहिँ 5% हेरौँ कस्तो आउँछ डिजाइन यो पनि पर्फेक्ट छ र अब चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ हेर्नु टेस्ट अलाइन सेन्टर गर्नुपर्छ एलआईलाई अनि यो डिजाइन पर्फेक्ट हुन्छ ठिक छ नि टेस्ट अलाइन सेन्टर बस यति काम गर्नुहोस् यहाँनिर चाहिँ हेरौँ दिस पर्फेक्ट अब चाहिँ यो अपरेटर बटन क्लास दिएको चाहिँ सबैलाई अपरेटर बटनबाट सिलेक्ट गरौँ ठिक छ नि र यहाँनिर चाहिँ अहिले चाहिँ यो डिजाइन आइरहेछ भनेपछि यहाँनिर चाहिँ मैले की छुटाएँ कटको फङ्सन अनि यो छ इन्टु 789 ए ठिक छ कोही बात नै यहाँनिर चाहिँ हामीले चाहिँ यसलाई डिजाइन गरिसकेपछि यो पनि अब चाहिँ भइहाल्छ ठिक छ यहाँनिर चाहिँ आउँछ भन्दा पहिले अब यति काम गरे होइन हामीले र यहाँनिर चाहिँ अब चाहिँ तपाईँले गर्नुपर्ने के हो भन्दाखेरि सिम्पल अब चाहिँ यहाँनिर चाहिँ हेर्नुहोस् अपरेटर बटन क्लास थियो नि ओपी अंडरस्कोर वी यहाँबाट चाहिँ सबैलाई चाहिँ के गर्नुहोस् यिनीहरूको चाहिँ कलर पर यसले चाहिँ ग्रीन राखेर छ हामीले पनि ग्रीन राखौँ एकचोटिको लागि सो यहाँनिर चाहिँ हेर्नुहोस् यिनीहरू चाहिँ ग्रीन भयो ठिक छ अब चाहिँ यसलाई चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि यो इक्वल टु बटनलाई डिजाइन गर्नुपर्छ इक्वल टु बटनलाई चाहिँ हेर्नुहोस् यसले चाहिँ दुईटा रोलाई चाहिँ स्प्यान गरेर चाहिँ बनाइरहेको छ यहाँनिर चाहिँ हेर्नुहोस् यो दुईटा रो स्प्यान गरिरहेछ अनि अब चाहिँ हामी चाहिँ त्यसलाई डिजाइन गर्न सक्छौँ कसरी होइन हाउ टु पोसिबल द्याट यहाँनिर चाहिँ सिम्पल के गर्नुहोस् पहिले त त्यो बटनलाई सेलेक्ट गर्नुहोस् अब त्यो बटनमा त हामीले क्लास पनि दिएको छैन आइडी पनि दिएको छैन युएलबाट एलआईबाट सेलेक्ट गर्छौँ भने सबै सेलेक्ट हुन्छ त अब चाहिँ कसरी गर्ने यो सुडो क्लास पहिले चाहिँ एलआई आफ्नो सेलेक्टर देन त्यसपछि कोलन लाउनुपर्छ अब चाहिँ हाम्रो चाहिँ सुडो क्लासको लागि देन सुडो क्लासको नाम छ एन्थ हाइफन चाइल्ड र यसको अगाडि चाहिँ एउटा पेरेन्थेसिस ब्र्याकेट हुन्छ तपाईँ फङ्सन पनि भन्न सक्नुहुन्छ अब चाहिँ यसमा चाहिँ हामीले 16 पास गर्यो भने त्यो इक्वल टु बटन छ नि त्यो सेलेक्ट हुन्छ र सबभन्दा पहिले यसमा चाहिँ ब्याकग्राउन्ड ग्रीन गर्नुहोस् अर्को काम यहाँनिर चाहिँ बर्डर रेडियस पनि राख्नुहोस् बर्डरहरूलाई कर्को पनि गरेको छ यसले बर्डर हाइफन रेडियस बस बर्डर हाइफन रेडियसमा चाहिँ तपाईँहरूले चाहिँ राख्न सक्नुहुन्छ भ्यालु 8 पिक्सल देन अर्को काम भनेको चाहिँ तपाईँहरूले चाहिँ यहाँनिर चाहिँ अलाइन कन्टेन्ट सेन्टर गरिदिनुहोस् पहिले नै ठिक छ नि ताकि भर्टिकल पनि टेस्ट सेन्टरमा आउन पाओस् यहाँनिर चाहिँ हेर्नुहोस् यो छ र 16 होइन यो चाहिँ यहाँनिर चाहिँ प्लस हुनुपर्ने होइन देन त्यसपछि यहाँनिर चाहिँ इक्वल टु हुनुपर्ने त्यसैले डिजाइन खराब भएछ ठिक छ कोही बात नै म यहाँनिर चाहिँ फटाफटी गर्छु यहाँनिर चाहिँ हेरौँ कहाँनिर हो त्यो मिस्टेक भएको भन्दाखेरि यहाँनिर चाहिँ हेर्नुहोस् माइनसको त मैले दिएँ बट यहाँनिर चाहिँ अपरेटर बटन इक्वल टु कहाँ छ वेयर इज द्याट यहाँनिर चाहिँ इक्वल टु नभएर चाहिँ हाम्रो चाहिँ अपरेटर बटन हुनुपर्ने हो क्लास पनि दिउँ यहाँनिर होइन क्लास इक्वल टु कोफी अंडरस्कोर वी र यहाँनिर चाहिँ मेरो चाहिँ इक्वल टु नभएर चाहिँ यहाँनिर चाहिँ एडिसनको हुनुपर्ने हो त्यहाँदेखि त्यसपछि यहाँनिर चाहिँ रिमाइन्डर छ नि यसको ठिक्क अगाडि चाहिँ यसलाई एउटा खुलाउँ र यहाँनिर चाहिँ अपरेटर बटन दिउँ ठिक छ नि अब चाहिँ हामीले मैले चाहिँ के मिस गरेर चाहिँ लागिरहेको थियो बस यहाँनिर चाहिँ हेर्नुहोस् अब चाहिँ यो छ र अब चाहिँ यसलाई चाहिँ यहाँसम्म ल्याउनुको लागि तपाईँहरू चाहिँ हाइट विथबाट पनि गर्न सक्नुहुन्छ तपाईँलाई ग्रिड आउँदैन भने ठिक छ नि यहाँनिर चाहिँ हेर्नुहोस् हाइट 205 गर्नुहोस् या के गर्नुहोस् होइन र तर यहाँनिर चाहिँ तपाईँहरूले पर्सेन्टमा राख्नुपर्छ ठिक छ नि 250% गर्नुहुन्छ भने यो चाहिँ मिल्ला होला आई थिङ्क यहाँनिर चाहिँ हेर्नुहोस् पर्फेक्ट आयो ठिक छ नि र यहाँनिर चाहिँ यतिकै छोडिदिन सक्नुहुन्छ
बट म यहाँनिर चाहिँ ग्रिड सिस्टमबाट पनि गर्न सक्छु। यहाँनिर चाहिँ हेर्नुहोस् ग्रिड सिस्टमबाट चाहिँ कसरी गर्नुपर्छ। ग्रिड सिस्टममा चाहिँ सिम्पल के आउँदैन भने ग्रिड सिस्टममा पनि यस्तो छ ग्रिड रो। यहाँनिर चाहिँ हेर्नुहोस् ग्रिड रो। यहाँनिर चाहिँ तपाईँले चाहिँ 2 इन्च स्प्यान गर्न चाहन्छ भने 2 स्प्यान गर्नु सिम्पल। अब चाहिँ अन्य पनि छ। यहाँनिर चाहिँ हेर्नुहोस् एउटा कम्प्लेक्स मेथड पनि छ र धेरैलाई चाहिँ अब चाहिँ एकदमै कम्प्लेक्स लाग्छ। यहाँनिर चाहिँ अब चाहिँ ग्रिड रो म 4th स्टार्ट गर्छु र 6th जान्छु। देन त्यसपछि हेरौँ यहाँनिर चाहिँ हुन्छ कि हुँदैन। त्यस भयो नि, बट यो यहाँ आयो। अब चाहिँ यहाँनिर ल्याउनुको लागि चाहिँ ग्रिड कोलम पनि गर्नु पर्यो, ठिक छ नि। यो चाहिँ लेन्थ छ ग्रिड कोलम ग्रिड हाइफन कोलन ग्रिड हाइफन कोलन। म चाहिँ 4th देखाउँछु भने 4th 5 गर्छु। यसरी गर्नुपर्छ। बस यति काम हामीले चाहिँ गऱ्यौँ। अब चाहिँ हामी चाहिँ यसलाई चाहिँ यति डिजाइन गऱ्यौँ। अब चाहिँ यहाँनिर चाहिँ अब चाहिँ हामीले चाहिँ एउटा इनपुट देखाउन छ, ठिक छ नि। यहाँनिर चाहिँ हेर्नुहुन्छ भने यहाँनिर चाहिँ यो इनपुट देखिरहेको छ अनि तल आन्सर। त अब चाहिँ इनपुटबाट बनाएको कारणले यहाँनिर चाहिँ फोकसको पनि एउटा लाइन आउँछ, तर म यहाँनिर चाहिँ H1 को युज गर्नेछु। सो यहीँनिर आउँछु। यो टप डिपभित्र चाहिँ हामीले ती कुराहरू चाहिँ बनाउनु पर्ने हो। H1 मा चाहिँ म यहाँनिर चाहिँ केही क्लास पनि दिन्न, सिधै इनपुट लेख्छु ताकि डिजाइन गर्न सकौँ। अनि पीमा चाहिँ म यहाँनिर चाहिँ प्याराग्राफमा ANS गर्छु। अब चाहिँ यी दुईटालाई चाहिँ सिलेक्ट गर्छु सबभन्दा पहिले। यहीँनिर आउँछु। यहाँनिर छ नि अब चाहिँ H1 अनि पी, बस यी दुईटालाई सिलेक्ट गरौँ। कलर भनेको चाहिँ यिनीहरूको वाइट गरौँ। र तपाईँहरूलाई चाहिँ एउटा कुरा यहाँनिर चाहिँ अब चाहिँ हामीले चाहिँ यिनीहरूलाई चाहिँ यहाँनिर छ। अब यिनीहरूलाई यहाँ ल्याउनुको लागि पोजिसन फिक्सको युज गरौँ सिधा फटाफटी, होइन। पोजिसन फिक्स भन्नुभन्दा पोजिसन अब्सोल्युट। र यहाँनिर चाहिँ तपाईँ पोजिसन अब्सोल्युट गर्नुहुन्छ भने सबभन्दा पहिले यसको प्यारेन्टलाई पनि तपाईँले पोजिसन रिलेटिभ गर्नुपर्छ, ठिक छ नि। यसको रिजन छ, पहिले चाहिँ के हो त्यसको रिजन आफै प्र्याक्टिस गरेर हेर्नु होला, ठिक छ नि। देन त्यसपछि के हुन्छ पछि चाहिँ आफै बुझ्नु होला। यहाँनिर चाहिँ हेरेँ। अब चाहिँ म यसको चाहिँ के गर्छु भन्दा टपबाट मुभ गर्छु। टपबाट चाहिँ 55% मुभ गर्छु। देन त्यसपछि यति नै काम गर्छु। र अगेन पी पनि यसैको भित्र आउनेछ, तर म त्यस्तो चाहन्न। अब चाहिँ देखाइदिउँ भने यहाँनिर चाहिँ हेर्नुहोस् दुइटै एक आपसमा चाहिँ चिप्किएर आएका छन्, तर हामीले राइट पनि गर्नु पर्थ्यो। राइट 5% गरौँ र राइट 5% त दुइटैको सेम छ। त यहाँनिर चाहिँ राइट 5 यहाँनिर चाहिँ सेम प्रपर्टी यहाँनिर राख्छु RIG 85%। बस अब चाहिँ त्यो दुइटै चिप्केको मलाई मन परेन। टपलाई चाहिँ यो छ नि, यसलाई चाहिँ म थोरै तल गर्छु, मिन्स यसलाई चाहिँ 70 गर्न सक्छु, 70%। अब चाहिँ यो पर्फेक्ट होला डिजाइन र यो चाहिँ पर्फेक्ट भयो। यहाँसम्म चाहिँ हाम्रो चाहिँ डिजाइन थियो। अब चाहिँ हामीले चाहिँ यसलाई चाहिँ CSS3 मा चाहिँ अब चाहिँ असम डिजाइन गरौँ, ठिक छ नि। र CSS3 मा डिजाइन गर्नुभन्दा पहिले चाहिँ म चाहिँ सबभन्दा पहिले चाहिँ यसको चाहिँ कहाँनिर छ यसको चाहिँ ब्याकग्राउन्ड, होइन। यहाँनिर चाहिँ हेर्नुहोस् यो 6th बटन। यसको चाहिँ ब्याकग्राउन्ड हामीले चाहिँ दिइरहेको छौँ भने ग्रिन, तर यसको चाहिँ ब्याकग्राउन्ड म यसरी दिन्छु। सो सिम्पल यहाँनिर चाहिँ लिनियर ग्रेडियन्ट प्रपर्टी युज गर्छु। लिनियर हाइफन ग्रेडियन्ट। लिनियर हाइफन ग्रेडियन्टमा चाहिँ हामी चाहिँ मल्टिपल कलर युज गर्न पाउँछौँ डिग्री। यहाँनिर चाहिँ सबभन्दा पहिले युज गर्ने भनेको चाहिँ म येलो कलर एन्ड ब्लू कलर एन्ड देन वाइट कलर। यो यति कलरको चाहिँ म एउटा कम्बिनेसन बनाउनेछु, ठिक छ नि। त्यस्तै यी कलरलाई चाहिँ अब चाहिँ बाँकी रहेको चाहिँ माथिमा पनि दिनेछु। सर सिम्पल एउटा यो लाइनमा पनि दिउँ, होइन। यही कलर, अरू चाहिँ हामी चाहिँ कम्बिनेसन ज्यादा बनाउने छैनौँ। देन यही कलर हामी चाहिँ यहाँनिर चाहिँ फनमा पनि दिनेछौँ, ठिक छ नि। र अब चाहिँ यहाँनिर अनि यहाँनिर चाहिँ पेस्ट गरिदिन्छु। अनि एउटा काम गर्छु, यहाँ टप डिप र बटम डिपको चाहिँ ब्याकग्राउन्ड यहाँबाट चाहिँ रिमुभ गरिदिन्छु, ठिक छ नि। हामीलाई अब यसको निड छैन। अनि यो भयो र बटम डिप यो भयो। सो अब चाहिँ हेर्नु यहाँनिर चाहिँ पर्फेक्ट भयो हाम्रो डिजाइन दिस। अब चाहिँ यसको चाहिँ थोरै कलर मैले चाहिँ येलो गर्नुपर्ने थियो। कसको भन्दाखेरि अपरेटर बटनहरूको, ठिक छ नि। यहाँनिर चाहिँ आउँछ अपरेटर बटनहरू। यहाँनिर चाहिँ यो क्लास, होइन। यसको चाहिँ ग्रिन छ, होइन, येलो गर्छौँ। र थोरै डिजाइन मैले चाहिँ अझै इन्हान्स गर्नुपर्ने छ। त्यो भनेको चाहिँ यो ब्याककटको बटन हेर्नुहोस्, यो चाहिँ एकदमै ठुलो छ, होइन। र यसको फन्ट साइज हामी चाहिँ घटाउँ। फन्ट साइज घटाउनको लागि चाहिँ ज्यादा केही गर्नु पर्दैन। यहाँनिर यसलाई गर्नुहोस्, ठिक छ नि। त्यसमा पनि क्लास त अब सबै त्यो क्लास सबैमा छ, त हामी चाहिँ सबै डिजाइन गर्न सक्दैनौँ। 4th बटन भनेको चाहिँ कटवाला बटन हो, चाइल्ड। यहाँनिर चाहिँ यसको चाहिँ फन्ट साइज थोरै 25 राखौँ, होइन। फन्ट साइज 25 पिक्सेल। देन 25 पिक्सेल राखेर चाहिँ एउटा काम गर्नुहोस्, यसलाई चाहिँ अलाइन कन्टेन्ट यसलाई पनि सेन्टर गरिदिनुहोस्, ठिक छ नि। तब मात्र यो सेन्टरमा हुनेछ, ठिक छ नि। होरिजन्टल यहाँनिर चाहिँ हेर्नुहोस् भर्टिकल सेन्टर पनि आयो। होरिजन्टल सेन्टरको लागि त्यस्तो लाइन हुन्छ। यो चाहिँ होरिजन्टल थियो, यो चाहिँ भर्टिकल। अब चाहिँ यो चाहिँ पर्फेक्ट भयो, तर यो अप्पर केसमा भएको कारणले चाहिँ अप्पर केसमा होला आई थिङ्क। म चाहिँ यसलाई चाहिँ टेस्ट ट्रान्सफर्म लो इक्वेस गरेर चाहिँ हेर्छु। यहाँनिर चाहिँ टेस्ट ट्रान्सफर्म लो केस गरिदिउँ सबै युएलहरूलाई। टेस्ट हाइफन ट्रान्सफर्म यहाँनिर चाहिँ
केस गर्छु, हेर्छु लोयर केसमा चाहिँ आउँछ र यहाँनिर चाहिँ हेर्नुहोस् लोयर केसमै छ, लोयर केस दिन आवश्यक पनि थिएन बट मैले पुरै डिजाइन बस। अब चाहिँ यति काम हामीले चाहिँ गऱ्यौँ। अब चाहिँ हामीले चाहिँ ब्रान्ड नेम देखाउनु छ। मैले त यहाँनिर चाहिँ ब्रान्ड नेम देखाएको थिएँ, यहाँनिर रोटेट हुनेवाला बनाएको थिएँ। तर यहाँनिर चाहिँ म ब्रान्ड नेम बनाउनुको लागि चाहिँ सिम्पल आउँछु। ब्रान्ड नेम हामीले चाहिँ यही S1 भित्र बनाउनुपर्छ। यहाँनिर S1 लेख्नुहोस्। ब्रान्ड भन्ने ट्याग पनि हुन्छ, तर म यहाँनिर चाहिँ S1 बाट चाहिँ बनाउँछु ब्रान्ड नेम B_name एन र यहाँनिर चाहिँ आफ्नो ब्रान्ड नेम दिन्छु डिभक्स यो चाहिँ अब चाहिँ विथ कम्प्लिमेन्ट भन्नुहोस् होइन, यहाँनिर चाहिँ आउँछ। अब चाहिँ यहाँनिर चाहिँ यो S1 त यहाँनिर पर्फेक्ट छ होइन, तर यहाँनिर चाहिँ B गर्छु अनि यहाँनिर चाहिँ हेर्नु BN। अब चाहिँ यसलाई के गर्नु छ भन्दाखेरि यहाँनिर चाहिँ हेर्नुहोस् हाम्रो ब्रान्ड नेम यहीँनिर चिप्केर आएको छ, किनकि हामीले चाहिँ यसरी डिजाइन गरिरहेको छौँ S1हरूलाई। त यहाँनिर चाहिँ हामीले यहाँनिर ल्याउँछौँ, त्यसैले मैले चाहिँ यहाँनिर आइडी दिएँ इन्डिभिजुअल सिलेक्ट गर्नुको लागि र यसलाई टप 0 अनि यहाँनिर चाहिँ लेफ्ट 0 गर्छु, लेफ्ट 3 गर्छु या 2% गर्छु। र कहिले पनि यिनीहरूलाई चाहिँ तपाईँले चाहिँ यहाँनिर चाहिँ यसलाई तल नराख्नु होला, किनकि यहाँनिर यसलाई तल राख्नुहुन्छ भने यो नै एक्सेप्ट हुनेछ, ठिक छ नि। र यसको तल चाहिँ तपाईँले डिजाइन गर्नु होला, ठिक छ नि, बिगिनरहरूको लागि। र यहाँनिर चाहिँ कलर येलो गरौँ, टेस्ट स्याडो दिउँ, बस यति काम गर्नुपर्ने छ यहाँनिर चाहिँ। र बिक्स भएको रहेछ, आइएम सरी फर द्याट, यहाँनिर चाहिँ बक्स गर्नुभएको थियो। एन्ड यहाँनिर चाहिँ हेर्नुहोस् कलर येलो, यो कलर व्हाइट मन परेन, कलर येलो गर्नुहोस्, ठिक छ नि, कलर येलो। अनि यहाँनिर चाहिँ ब्लू पनि नगर्नुहोस्, कलर येलो असम देखिनेछ। टेस्ट स्याडोमा चाहिँ तपाईँले चाहिँ के आउँदैन भने सिम्पल टेस्ट स्याडो, र मैले चाहिँ जे राख्छु त्यही राख्नु होला, ठिक छ नि। टेस्ट स्याडो 0 पिक्सल, यहाँनिर चाहिँ यसलाई चाहिँ 5 पिक्सल तल मुभ गरौँ। एन्ड यहाँनिर चाहिँ कलर भनेको चाहिँ 3 पिक्सल या 4 पिक्सल कलर, देन कलर भनेको चाहिँ ब्लू राख्छु, बस यति काम गर्छु। अब चाहिँ हामीले चाहिँ बनाउनु पर्ने के हो भन्दाखेरि यहाँनिर चाहिँ रोटेट हुनेहरूलाई चाहिँ चिज बनाउनु छ। सिम्पल रोटेट हुनेहरूलाई चिज बनाउनुको लागि चाहिँ तपाईँले चाहिँ एउटा बक्स बनाउनु पर्छ। यो चाहिँ टप डिपभित्र चाहिँ यहाँनिर चाहिँ एउटा डिप खोल्नुहोस्, SIR_CON। अब चाहिँ यसको भित्र अगेन डिप खोल्नुहोस्, सर्कल, ठिक छ नि, SIR। अब चाहिँ यति काम गरौँ SR। अब चाहिँ यी दुइटालाई चाहिँ सेलेक्ट गरौँ, यो P भित्र सबभन्दा पहिले चाहिँ P को बाहिर circle_C लाई चाहिँ डिजाइन गरौँ। त्यसको चाहिँ हाइट राख्नु होला 70%, यो टप डिपको लिनेछ। र विथ भनेको चाहिँ तपाईँले चाहिँ यहाँनिर चाहिँ राख्न सक्नुहुन्छ 80-90%, म चाहिँ 90% युज गर्छु। त्यहाँदेखि त्यसपछि यहाँनिर चाहिँ ब्याकग्राउन्ड रेड युज गर्नु होला, ठिक छ नि, ब्याकग्राउन्ड रेड। अब चाहिँ हेर्नु यो चाहिँ यहाँनिर चाहिँ आइरहेको छ, ठिक छ नि। अब चाहिँ यसलाई अलाइनमेन्ट यहाँनिर डिस्प्ले फ्ल्याक्स गऱ्यो भने चाहिँ यो फ्ल्याक्स हुनेछ, यो टप डिपलाई फ्ल्याक्स गऱ्यो भने। अब चाहिँ टप डिपमा फ्ल्याक्स गरेर चाहिँ हामीले चाहिँ जस्टिफाई कन्टेन्ट सेन्टर गऱ्यो भने यो होरिजन्टल सेन्टर आउनेछ, भर्टिकलमा चाहिँ अलाइन आइटेम इन्ड गर्नुपर्छ, फ्ल्याक्स इन्ड भने यहाँनिर चाहिँ आउँछ, ठिक छ नि। अब चाहिँ हामी डिजाइन गरौँ। सो धेरै कुरा अब चाहिँ भन्नुभन्दा पहिले चाहिँ गरेको राम्रो हुन्छ। र यहाँनिर चाहिँ हेर्नुहोस्, अब चाहिँ म यसलाई चाहिँ अलाइनमेन्ट गर्न चाहन्छु, यसलाई चाहिँ मुभ गर्न चाहन्छु भने म अब चाहिँ यसको कोड कहाँ गर्नेछु, यही भित्र गर्ने छैन, कहाँ गर्नेछु, सिम्पल यसको प्यारेन्टमा, यो हो नि त यसको प्यारेन्ट, यहाँनिर चाहिँ आउँछु। यसलाई चाहिँ डिस्प्ले फ्ल्याक्स गर्छु। अब चाहिँ फ्ल्याक्स गरेँ, यति गर्दा केही हुँदैन। अब चाहिँ जस्टिफाई कन्टेन्ट सेन्टर गर्छु भने होरिजन्टलमा चाहिँ यो के आउनेछ, सेन्टर आउनेछ। हेर्नु यहाँनिर चाहिँ जस्टिफाई कन्टेन्ट सेन्टर गरेँ, आयो के आएन होरिजन्टल। अब चाहिँ अलाइनमेन्ट हामीले चाहिँ यसलाई अब चाहिँ यहाँनिर बटममा ल्याउनु छ। अब चाहिँ त्यो भर्टिकल हो नि, भर्टिकल लागि चाहिँ अलाइन आइटेम हुन्छ र तपाईँ यहाँनिर चाहिँ भ्यालु दिन सक्नुहुन्छ। पहिले त अलाइन आइटेम गर्नु होला, ठिक छ नि। र यहाँनिर चाहिँ फ्ल्याक्स इन्ड गर्नुहोस्, यसले चाहिँ इन्डमा ल्याउनेछ, फ्ल्याक्स इन्ड। र यहाँनिर चाहिँ फ्ल्याक्स के भयो मलाई थाहा नै भएन। यहाँनिर चाहिँ फ्ल्याक्स अनि यहाँनिर चाहिँ END इन्ड। अब चाहिँ यति काम गर्नुहोस्, बस यहाँनिर चाहिँ इन्डमा आयो। अब चाहिँ यसको भित्र सर्कल थियो नि, सर आइडी होला डिप, त्यसलाई सेलेक्ट गर्नुहोस्, ठिक छ नि। यसलाई सेभ गर्दै जानुहोस्, यसको भित्र के थियो, CR थियो, त CR लाई चाहिँ डिजाइन गर्नुहोस्। यसको पनि हाइट भनेको चाहिँ 170% राख्नुहोस्, विथ भनेको चाहिँ यसलाई चाहिँ 80% दिनुहोस् या 90% दिनुहोस्। देन त्यसपछि चाहिँ 170 चाहिँ नदिनु होला, 120 दिनु होला, ठिक छ नि, 120। र यसलाई चाहिँ हामीले सर्कल बनाउनु पर्छ, त बोर्डर। अब चाहिँ यहाँनिर चाहिँ तपाईँ पर्सेन्ट युज गर्नुहोस्, बोर्डर हाइफन रेडियस 50% गर्नुहुन्छ भने सर्कल आउँछ। तर एउटा कुरा नोटिस गर्नु होला, यो चाहिँ अब चाहिँ त्यति बेला सर्कल हुन्छ जति बेला चाहिँ दुइटैको चाहिँ हाइट विथ, मतलब यसको चाहिँ हाइट विथ इक्वल हुन्छ, ठिक छ नि। अब चाहिँ यहाँनिर चाहिँ पर्फेक्ट सर्कल बनिरहेको छ। र यसलाई चाहिँ हामीले चाहिँ सेन्टर ल्याउनुपर्छ होरिजन्टलमा, अनि भर्टिकलमा एन्ड ल्याउनुपर्छ। त्यसको लागि चाहिँ तपाईँ युज गर्न सक्नुहुन्छ सेम पर्पट्टि यो डिस्प्ले, जसरी फ्ल्याक्स यहाँनिर चाहिँ युज गऱ्यौँ नि, यसलाई चाहिँ अब चाहिँ तपाईँ यहाँनिर चाहिँ युज गरिदिनुहोस् सर्कल।
अनि त्यो ब्लू बक्स चाहिँ आफै एलाइनमेन्ट हुनेछ ठिक छ नि। अब चाहिँ हेर्नु यहाँनिर चाहिँ पर्फेक्ट अलाइन भयो होला दिस। अनि यहाँनिर चाहिँ अब चाहिँ हामीले यसलाई चाहिँ फ्ल्याक्स इन्ड त गऱ्यौँ, यो त इन्ड आइसक्यो। यहाँनिर चाहिँ हेर्नुहोस् टप इन्ड आइसक्यो र हाइट ज्यादा भएको कारणले त्योभन्दा तल जान सकेन। अब चाहिँ तल ल्याउनुको लागि चाहिँ यसलाई चाहिँ हामीले चाहिँ मार्जिन नेगेटिभ भ्यालु दियौँ ठिक छ नि। त मार्जिन नेगेटिभ भ्यालु यहाँनिर चाहिँ दिनुपर्छ मार्जिन। म चाहिँ यहाँनिर चाहिँ युज गर्छु 48% नेगेटिभ र यो चाहिँ तल आउनेछ ठिक छ नि। र अर्को काम हामीले चाहिँ अब चाहिँ यहाँनिर चाहिँ border होइन ब्याकग्राउन्ड होइन border देखाउनुपर्छ ठिक छ नि। border सो border गर्छु। त्यहाँदेखि त्यसपछि यहाँनिर चाहिँ तपाईँले चाहिँ अहिलेसम्म चाहिँ यहाँनिर चाहिँ सिक्नुभएको भनेको चाहिँ यहाँनिर चाहिँ सबभन्दा पहिले 7 पिक्सल गर्छु। तपाईहरूले सलिड टाइप सिक्नुभएको होला, बट यहाँनिर चाहिँ अब चाहिँ हामीले चाहिँ युज गर्नु ड्यास्डवाला ठिक छ नि। ड्यास्ड ठिक छ नि, यसरी चाहिँ ड्यास्डवाला युज गर्नु होला। बस यहाँनिर चाहिँ हेर्नुहोस् पर्फेक्ट आयो। तर ओभरफ्लो हामीले चाहिँ यहाँनिर चाहिँ हेर्नुहोस् यो पनि देखियो, हामीले चाहिँ यसलाई देखाउनु छैन। तर त्यसैले चाहिँ हामीले चाहिँ यो रेड बक्स बनाएको। अब रेड बक्समा ओभरफ्लो हिडन गर्नुहुन्छ भने त्यसको बाहिर गएको कन्टेन्ट देखिँदैन। यहाँनिर चाहिँ आउँछु ओभरफ्लो हिडन, यसका चाहिँ थुप्रै भ्यालु हुन्छ होइन। तर हामीले चाहिँ अहिले युज गर्नुपर्ने भनेको हिडन होला। बस यहाँनिर चाहिँ हेर्नुहोस् ओभरफ्लो हिडन भयो। अब चाहिँ रेड बक्सलाई चाहिँ यहाँनिर चाहिँ हाइड गरिदिनु पर्छ। सिम्पल केही गर्नु पर्दैन, ब्याकग्राउन्ड भन्नु चाहिँ नन गर्नुहोस् या ब्याकग्राउन्ड हटाइदिनुहोस् ठिक छ नि। ब्याकग्राउन्ड नन पनि गर्न सक्नुहुन्छ, तर नन कुनै कलर होइन, त्यसैले चाहिँ यहाँनिर चाहिँ देखिने छैन। तर मैले चाहिँ ब्याकग्राउन्ड नै हटाइदिएँ। बस यो पनि पर्फेक्ट छ। र बाँकी डिजाइन भनेको चाहिँ यहाँनिर चाहिँ मैले आफ्टर र बिफोर सुडो चाहिँ युज गरेर चाहिँ बनाएको थिएँ। सुडो भन्नाले सुडो एलिमेन्टहरू युज गरेर बनाएको थिएँ। र यसको चाहिँ अब चाहिँ नेक्स्ट भिडियोमा चाहिँ बनाउनेछु। मलाई अहिले चाहिँ यो ठिक लागिरहेको छ, त्यसैले मैले यहाँनिर रोकेँ। अब चाहिँ बस हामीले चाहिँ यसलाई रोटेट गराउनुपर्छ। त्यसको लागि एनिमेसन बनाउनुपर्छ ठिक छ नि। यहाँनिर हेर्नुहोस् @ की फ्रेम, यसले चाहिँ अब चाहिँ एनिमेसन बनाउँछ। एनिमेसन जहिले पनि लास्टमा बनाउनु होला ठिक छ नि। अब एनिमेसनको नाम तपाईँ आफ्नो नाम पनि दिन सक्नुहुन्छ यहाँनिर। म यहाँनिर चाहिँ आफ्नो नाम नदिएर रोटेटसँग रिलेटेड बनाउँछु त RO दिन्छु। र यहाँनिर चाहिँ सबभन्दा पहिले चाहिँ अब चाहिँ यसको बोडीभित्र तपाईँले 0%, अब चाहिँ 0 देखि 100%मा चाहिँ के गर्न चाहनुहुन्छ। म चाहिँ यहाँनिर चाहिँ एउटा 100%मा काम गर्न चाहन्छु र यहाँनिर चाहिँ एउटा 0%मा 100%मा यो जो पनि छ त्यसलाई चाहिँ म 360 डिग्री रोटेट गराउन चाहन्छु। मतलब सर्कल हो नि त, एक टाइम रोटेट गराउन चाहन्छु। र 0 डिग्रीमा चाहिँ 0%मा चाहिँ 0 डिग्री नै रोटेट गराउन चाहन्छु। सिम्पल यति काम। अब चाहिँ यो एनिमेसनलाई चाहिँ युज कसरी गर्ने, यो एनिमेसन त बन्यो। एनिमेसनलाई युज गर्नुको लागि कुनमा चाहिँ एनिमेसन युज गर्न चाहनुहुन्छ त्यसैभित्र जानुहोस् र एनिमेसन गर्नुहोस्। सबभन्दा पहिले टाइम डिफाइन गर्नुहोस्, जस्तो 5 सेकेन्ड मैले गरिदिएँ। देन एनिमेसनको नाम RO। अनि यहाँनिर चाहिँ तपाईँहरू चाहिँ आइट्रेसन के दिन चाहनुहुन्छ, 2 गर्न चाहनुहुन्छ, कति बार चलाउन चाहनुहुन्छ, 100 बार चलाउनुहुन्छ। तर अब चाहिँ हामीलाई थाहा छैन युजरले कति बार चलाउने हो, कति बार हेर्ने हो हाम्रो एप्लिकेसन। जति बेर हेऱ्यो त्यति बेर चाहिँ चल्दैछ। त अब चाहिँ यहाँनिर चाहिँ म इन्फिनिट लाउनेछु ठिक छ नि। अनलिमिटेड टाइम, जति टाइम यो चाहिँ हाम्रो चाहिँ ओपन हुनेछ त्यति बेलासम्म चाहिँ यो फङ्सन चलिरहनेछ, मतलब यो रोटेट भइरहनेछ। र हेर्नुहोस् यहाँनिर चाहिँ रोटेट अलिकति भएन। सो किन हो आई डोन्ट नो। अब चाहिँ मैले चाहिँ थोरै मिस्टेक गरेँ होला। हेरौँ इन्फिनिटमा चाहिँ मैले एउटा मिस्टेक गरेँ। यहाँनिर चाहिँ हेर्नुहोस् आई आउँदैन इन्फिनिट। अनि यहाँनिर चाहिँ डिग्रीमा त केही रोटेट छ, मतलब रोटेट। यहाँनिर चाहिँ केही प्रब्लम छैन, यहाँनिर हो हाम्रो मेन प्रब्लम भनेको। सो हेरौँ अझै पनि यहाँनिर चाहिँ रोटेट भइरहेको छ जस्तो मलाई लागेन। सो के हो अझै प्रब्लम छ। एनिमेसन 5 यहाँनिर चाहिँ हेरौँ एनिमेसन होइन 5 सेकेन्ड RO एन्ड यहाँनिर चाहिँ @ की फ्रेम 0 रोटेट 0 डिग्री। यहाँनिर चाहिँ 100%मा रोटेट 360 डिग्री इन्फिनिट। यहाँनिर चाहिँ आई हुनुपर्ने हो, छ्या आइला इन्फिनिट। यहाँनिर चाहिँ यसरी, यो चाहिँ रङ रहेछ। अब चाहिँ हेरौँ यहाँनिर चाहिँ यो चाहिँ हेर्नुहोस् यो चाहिँ रोटेट भयो ठिक छ नि। बट अब चाहिँ यो ब्याक रोटेट पनि हुन्छ। यहाँनिर चाहिँ रोटेट भयो 1 टाइम सक्यो। अब चाहिँ हेरौँ ब्याक रोटेट ओके ब्याक रोटेट भइरहेको छैन ठिक छ नि। तर अब चाहिँ ब्याक रोटेट भइरहेको छ भने तपाईँले चाहिँ के गर्नुपर्छ भन्दाखेरि एनिमेसन लिनियर गर्नुपर्छ ठिक छ नि। तर म अहिले पनि युज गरिरहेको छु। कुनै बेला के थाहा हामीले चाहिँ अब चाहिँ के थाहा होइन, एनिमेसन डाइरेक्सन लिनियर राखौँ, कुनै बेला हुनसक्छ यहाँनिर चाहिँ अब चाहिँ होइन। अनि अर्को काम तपाईँ चाहिँ एनिमेसन हुन्छ, अर्को एनिमेसन टाइमिङ फङ्सन, त्यो पनि युज गर्न सक्नुहुन्छ। धेरै इफेक्ट त दिँदैन, बट यहाँनिर चाहिँ युज नै गरौँ, इज भन्ने युज गरौँ ठिक छ नि। यसको भ्यालु बस यति काम हामीले चाहिँ गऱ्यौँ। अब चाहिँ यहाँनिर चाहिँ हामीले चाहिँ यिनीहरूलाई चाहिँ यो छ नि, यिनीहरूलाई चाहिँ यहाँनिर चाहिँ ल्याउँ अलिकति माथि, किनकि अब चाहिँ हाम्रो चाहिँ यहाँनिर चाहिँ यसरी राख्नुहुन्छ भने यो पर्फेक्ट हुने छैन।
यिनीहरूलाई चाहिँ माथि ल्याउनुको लागि तपाईँले के गर्नु भन्नु है सिम्पल यहाँनिर चाहिँ यस छ नि यसलाई चाहिँ यहाँनिर चाहिँ 50% को ठाउँमा चाहिँ 30% गरिदिनुहोस् र यहाँनिर चाहिँ पी छ नि पीलाई चाहिँ अब चाहिँ 40% दिनुहोस् यहाँनिर चाहिँ पी छ यसलाई 50% दिन सक्नुहुन्छ चाहिँ अब चाहिँ हेरौँ कहाँनिर आउँछ दिस परफेक्ट र अझै पनि माथि लिन सक्नुहुन्छ यो तपाईँको चोइस हो म यहाँनिर चाहिँ यसलाई चाहिँ 45% दिनेछु आन्सरलाई ज्यादा त अब चाहिँ हामीले चाहिँ तल पनि राख्नु छैन अब चाहिँ यति काम हामीले चाहिँ गऱ्यौँ होइन अब चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ 9 बटनमा क्लिक गर्दाखेरि 7 बटन कुनै पनि बटनमा चाहिँ अब चाहिँ क्लिक गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ त्यो भ्यालुहरू चाहिँ आउनु पऱ्यो इनपुटमा ठिक छ नि देखिनु पऱ्यो त त्यसको लागि चाहिँ अब चाहिँ हामीले चाहिँ कसरी गर्ने ठिक छ नि जस्तो यहाँनिर चाहिँ म तपाईँलाई डेमो देखाउँ भने यहाँनिर चाहिँ हेर्नुहोस् जस्तो यहाँ चाहिँ अब चाहिँ 9 गर्छु भने 9 मा क्लिक गर्दा माथि आयो 3 मा क्लिक गर्दा 3 यसरी चाहिँ अब चाहिँ क्लिक गर्दा आयो ठिक छ नि अब चाहिँ यो फङ्सन चाहिँ कसरी बनाउने ठिक छ नि यसको लागि अब जाभास्क्रिप्ट युज गर्नुपर्छ ठिक छ नि त अब चाहिँ यहाँनिर चाहिँ जाभास्क्रिप्ट युज गर्नुको लागि सिम्पल जाभास्क्रिप्ट यहीँनिर आउँछु सबभन्दा पहिले चाहिँ तपाईँहरूले फङ्सन नै सिक्नुपर्छ यहाँनिर चाहिँ फङ्सन यसरी बनाइन्छ सबभन्दा पहिले फङ्सन किबोर्ड हो र यहाँनिर चाहिँ तपाईँ आफ्नो नाम दिन सक्नुहुन्छ फङ्सनको मैले अहिले नेम नै दिएँ र यसको भित्र चाहिँ अब चाहिँ के गर्न चाहनुहुन्छ मैले चाहिँ अहिले अलर्ट मात्र गर्न चाहन्छु अलर्ट के ए गर्न चाहन्छु अलर्ट ओके या अलर्ट ओके ठिक छ नि अनि यहाँनिर चाहिँ यो फङ्सन अब चाहिँ कल गराउँछु यो फङ्सन कल गराउनुको फङ्सन नेम देन त्यसपछि पेरेन्थेसिस ब्र्याकेट यो अब चाहिँ कल भयो अब चाहिँ हेरौँ यो लोड हुने बित्तिकै ओके आउँछ बट मलाई चाहिँ अब चाहिँ कस्तो ओके चाहियो यहाँनिर 9 बटनमा क्लिक भएपछि मात्र यो फङ्सन चलाउँछु त यसको लागि चाहिँ तपाईँले केही गर्नु पर्दैन यहाँनिर चाहिँ एट्रिब्युट हुन्छ ठिक छ नि त्यही एट्रिब्युट युज गरेर चाहिँ फङ्सनलाई कल गराउनुपर्छ यहाँबाट कट अब चाहिँ एट्रिब्युट कहाँनिर लाउने भने यहाँनिर चाहिँ युएलमा ठिक छ नि र यो म चाहिँ ब्याकअपको लागि राख्छु होइन हुनसक्छ मैले चाहिँ अब चाहिँ यहाँनिर चाहिँ यो एट्रिब्युटवाला भन्दा अगाडि एडभान्समा चाहिँ सिकाउँदाखेरि चाहिँ यहाँनिर चाहिँ एट्रिब्युट रिमुभ गर्नु पर्ला त मलाई त्यस्तो लाग्छ कि त्योभन्दा पहिले चाहिँ यो रिमुभललाई नै राखौँ होइन किन पछि गएर चाहिँ झन्झट गर्नु ठिक छ नि यहाँनिर चाहिँ आउँछु यसलाई चाहिँ सबभन्दा पहिले त कमेन्ट गर्छु कमेन्ट चाहिँ यसरी गरिन्छ गाइस अब कमेन्ट कमेन्ट गऱ्यो भने यो चल्दैन ठिक छ नि यो जस्तो हामीलाई देखाउनुको लागि कमेन्ट हो ठिक छ नि कम्पाइलरले चाहिँ काम गर्दैन यसमा अब चाहिँ हेर्नु यहाँ चाहिँ सबभन्दा पहिले 9 बटनमा अन क्लिक एउटा अब चाहिँ क्लिक गर्दाखेरि चाहिँ भन्यो नि त त्यसको लागि अन क्लिक एट्रिब्युट ठिक छ नि र यहाँनिर चाहिँ तपाईँ के गर्न चाहनुहुन्छ अन क्लिक भएपछि त्यो गर्नुहोस् म त यहाँनिर चाहिँ नेम फङ्सनलाई चाहिँ अब चाहिँ कल गराउन चाहन्छु र अब चाहिँ हेर्नु यहाँ चाहिँ 9 मा चाहिँ क्लिक गरेपछि चाहिँ यहाँनिर चाहिँ के हुन्छ 9 आयो कि होइन ओके अब चाहिँ हामीले 9 मा क्लिक गरेपछि चाहिँ यसरी चाहिँ ओके होइन अब चाहिँ यहाँनिर चाहिँ के हुनु पऱ्यो यो 9 छ नि अब चाहिँ यहाँनिर चाहिँ हेर्नु अब चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि ओके होइन 9 चाहिँ पास गर्नुपर्छ त्यो इनपुटमा ठिक छ नि यहाँनिर अब चाहिँ तपाईँ 9 अलर्ट गर्नुहुन्छ भने 9 नै आउँछ ठिक छ नि बट यो चाहिँ बेस्ट तरिका होइन ठिक छ नि यसको पनि एउटा चाहिँ म तपाईँहरूलाई चाहिँ देखाइदिउँ भने एउटा प्रब्लम छ ठिक छ नि त्यो प्रब्लम एकैछिनपछि सिकाउँ त्योभन्दा पहिले चाहिँ अब चाहिँ इनपुटभित्र चाहिँ त्यो 9 लाई चाहिँ हामीले दिनु पऱ्यो अलर्ट गर्नु छैन त अब चाहिँ सब सिम्पली के गर्नुहोस् यहाँनिर चाहिँ यो फङ्सनमा चाहिँ सबभन्दा पहिले चाहिँ तपाईँले चाहिँ त्यो छ नि इनपुटलाई चाहिँ सिलेक्ट गर्नुहोस् इनपुटलाई सिलेक्ट गर्नु त हामीले चाहिँ S1 हुनु त यहाँनिर चाहिँ हेर्नुहोस् S1 मा चाहिँ इनपुट हो त अब चाहिँ हामीले चाहिँ कुनै आइडी लागेको छैन त कसरी सिलेक्ट गर्ने सिम्पल डकुमेन्ट लेख्नुहोस् कुनै पनि सिलेक्ट गर्नुको लागि चाहिँ डकुमेन्ट लाउनुपर्छ यो अब्जेक्ट हो र यसको भित्रबाट चाहिँ तपाईँ गेट एलिमेन्ट बाई आइडी गर्नुहुन्थ्यो नि ठिक छ नि बट अब चाहिँ एलिमेन्ट आइडीबाट होइन म एलिमेन्ट्स बाई र एलिमेन्ट नगर्नु होला एलिमेन्ट एस थप्नु होला ट्याग नेम यो यहाँबाट चाहिँ सिलेक्ट गर्छु ट्याग नेम S1 अब चाहिँ यो S1 बाट मैले सिलेक्ट गरेँ धेरै युजरहरू यही गर्ला भ्याट एच अनि यहाँनिर चाहिँ गर्ला त्यसले एचको चाहिँ इनर टेस्टमा एच डट इनर टेस्ट भने भित्र देखिने कुरा ठिक छ नि के लेख्नुहुन्छ त्यो टेस्ट यहाँनिर चाहिँ इक्वल टु 9 गर्ला ठिक छ नि यो गर्ला अनि यहाँनिर आउला होइन यहाँनिर चाहिँ अब चाहिँ क्लिक गर्ला 9 मा ह्या मेरो त भएन भन्दा होइन यो सिलेक्टर त कामै नगर्दो रहेछ भन्ने जस्तो होला तर त्यस्तो हुँदैन यसले चाहिँ एरे रिटर्न गर्छ गाइस एरे रिटर्न गर्छ र एरेको चाहिँ हरेक इन्डेक्समा चाहिँ सबै S1लाई चाहिँ राख्छ 0 इन्डेक्समा चाहिँ जो फर्स्ट S1 छ त्यसलाई राख्छ अहिले हाम्रो चाहिँ फर्स्ट इन्डेक्समा भनेको चाहिँ 0 हो 0 मा चाहिँ फर्स्ट इन्डेक्समा चाहिँ हाम्रो S1 आइरहेछ जहाँनिर इनपुट लेखिरहेको छौँ नि यहाँनिर चाहिँ अब चाहिँ हाम्रो चाहिँ सबभन्दा योभन्दा पहिले कुनै S1 छैन त अब चाहिँ यो सबभन्दा पहिले चाहिँ सेलेक्ट भएर चाहिँ 0 इन्डेक्समा गयो होला
सेकेन्डचोटि यहाँनिर चाहिँ S1 भेट्यो, यसलाई पनि यसलाई सेलेक्ट गरेर चाहिँ सेकेन्ड इन्डेक्स 1 इन्डेक्समा राख्यो होला। तर अहिले हामीले 1 इन्डेक्सको चाहिएन, 0 इन्डेक्सको चाहिँ चाहियो। र अब चाहिँ हेर्नु 0 इन्डेक्समा चाहिँ म 9 गर्छु भने यहाँनिर चाहिँ 0 इन्डेक्समा इनपुट थियो त, इनपुटमा 9 आयो। तर हेर्नुहोस् अब चाहिँ म अघि 9 लेखिरहेको छु, यहाँनिर चाहिँ 9 आइरहेको होला, बट पुरानो 9लाई चाहिँ रिमुभ गर्यो होला र नयाँ 9 चाहिँ लेख्यो होला। ठिक छ नि। यसको चाहिँ म तपाईँहरूलाई चाहिँ रियल डेमो देखाइदिउँ होइन। यहाँनिर आउँछु, यसलाई चाहिँ अर्को बटन छ नि यहाँनिर 8 बटनमा चाहिँ कल गराइदिन्छु सेम फङ्सनलाई अन क्लिक नेम फङ्सन। अब चाहिँ हेर्नु यहाँनिर चाहिँ अब चाहिँ तपाईँलाई चाहिँ यहाँनिर चाहिँ हेर्नु सबभन्दा पहिले मैले 9 लेखेँ र 8मा क्लिक गर्छु 9, 8मा क्लिक गर्छु 9, दुइटैमा 9 होला, त्यसैले चाहिँ देखिएको छैन। सो अब चाहिँ हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि यहाँनिर चाहिँ हेर्नुहोस् अब चाहिँ हामीले चाहिँ दुइटै 9 पुरानो 9 पनि देखाउनु पर्यो। त अब चाहिँ त्यसको लागि यहाँनिर सिम्पल गर्नुहोस्। हेर्नुहोस् अब चाहिँ यस्तै इनपुटलाई पनि यहाँनिर चाहिँ राख्नेछ 9 आयो कि आएन इनपुट पनि 9, 8मा क्लिक गर्दा पनि यहाँनिर क्लिक गर्दा 9 अघि 8मा क्लिक गर्दा 9। तर अब चाहिँ हामीले यस्तो त बनाउनु परेन होइन। अब चाहिँ हामीले चाहिँ जहाँनिर जो बटनमा क्लिक गऱ्यो भने 9 मात्र 9 मात्र। ठिक छ नि। सबभन्दा पहिले त यो इनपुटलाई यहाँबाट रिमुभ गर्नुहोस्, जस्ट देखाउनुको लागि थियो। र यो NSलाई पनि रिमुभ गर्नुहोस्, एम्प्टी गरिदिनुहोस्। सो अब चाहिँ यति काम हामीले चाहिँ गऱ्यौँ होइन। अब चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ अब चाहिँ कसरी थाहा पाउने कि 8 बटनमा क्लिक गरे 8 पास गर्ने, 9 बटनमा क्लिक गऱ्यो भने 9 पास गर्ने। हुनसक्छ धेरै व्यक्तिहरूले चाहिँ 8 बटनको लागि चाहिँ अर्को फङ्सन बनाइदिनु, जस्तो यहाँनिर चाहिँ अर्को फङ्सन बनाइदिउँ। सो फङ्सन यहाँनिर 8 ई गर्छु सिम्पल 8 को लागि। ठिक छ नि। र यहाँनिर चाहिँ s.inner test इक्वल टु प्लस इक्वल टु, किनकि पहिलेको भ्यालु पनि देखाउनु छ, प्लस इक्वल टु 8 गरिदिएला। ठिक छ नि। धेरै जसो बिगिनरहरूले यही गर्ला होइन। अनि यहाँनिर चाहिँ होला र ई फङ्सन 8 बटनमा ई फङ्सन कल गराइदिएला। यहाँनिर चाहिँ हेरौँ ई फङ्सन यहाँनिर चाहिँ नेमै फङ्सन हो, यहाँनिर ई फङ्सन। अब चाहिँ हेर्नुहोस् यो पनि वर्क गर्छ, बट यसमा चाहिँ तपाईँले एउटा प्रब्लम भयो। यहाँनिर चाहिँ 9 आयो 8 पनि आयो, 9 आयो 8 पनि आयो। तर एउटा प्रब्लम के भयो भन्दाखेरि हामीले चाहिँ यति बटनहरूको लागि चाहिँ भोलि गएर चाहिँ 1000 बटन भयो, हामीले चाहिँ के 1000 चोटि चाहिँ फङ्सन बनाउने, त्यो त अब चाहिँ त्यो एकदमै लेन्थी भयो, टाइम कन्ज्युम भयो। त अब चाहिँ यसलाई चाहिँ सर्ट गर्ने के गर्न सकिन्छ, मजाले गर्न सकिन्छ। एउटै फङ्सन बनाउनुहोस्, फङ्सनको चाहिँ यो पेरेन्थेसिस ब्र्याकेट देख्नुहुन्छ नि। अब यहाँनिर चाहिँ पेरेन्थेसिस ब्र्याकेट, यहाँनिर चाहिँ तपाईँले चाहिँ एउटा भ्यार राख्नुहोस्, जस्तो यहाँनिर चाहिँ नम भ्यार राख्नुहोस्, सिम्पल अहिले भ्यार मात्र राख्नुहोस्। ठिक छ नि। र अब चाहिँ तपाईँ भन्नुहुन्छ भ्यारमा चाहिँ भ्यालु कहाँबाट आउँछ, र अब चाहिँ यो यानलाई चाहिँ यहाँनिर चाहिँ पठाइदिनुहोस्। अब यो यानमा चाहिँ भ्यालु कहाँबाट आउँछ, भ्यालु जहाँनिर चाहिँ फङ्सन कल छ नि यसको पेरेन्थेसिस ब्र्याकेटबाट आउँछ। यो 8बाट आउनु छैन कि यसको चाहिँ पेरेन्थेसिस ब्र्याकेट यहाँनिर फङ्सन कल छ नि यसको ब्र्याकेटबाट आउनेछ। अब सबभन्दा पहिले यो नेम फङ्सन हो, नेम फङ्सनलाई म इनपुट फङ्सन बनाउँछु। ठिक छ नि। यो इनपुट रिलेटेड हुनेछ, इनपुट या भ्यालु पास पनि भन्न सक्नुहुन्थ्यो होइन, इनपुट फङ्सन। र अब चाहिँ तपाईँले चाहिँ यहाँनिर इनपुट फङ्सन गर्नुहोस्। ठिक छ नि। इनपुट अब चाहिँ हेरौँ इनपुट इनपुट। अब चाहिँ हामीले चाहिँ यसको कल पेरेन्थेसिस ब्र्याकेटमा चाहिँ भ्यालु पास गर्नु, जस्तो 9मा क्लिक गर्दा 9 पास गरिदिनुहोस्, 8मा क्लिक गर्दा 8 पास गरिदिनुहोस्। त्यस्तै यहाँनिर चाहिँ अनि अन क्लिक यसमा पनि कल गरिदिउँ, अन क्लिक यहाँनिर चाहिँ इएनपी इनपुट यहाँनिर चाहिँ 7 पास गरिदिनुहोस्। ठिक छ नि। त्यस्तै यहाँनिर चाहिँ छ नि यहाँनिर चाहिँ माथि यहाँनिर पनि कल गरिदिनुहोस् यो फङ्सन, अन क्लिक इएनपी इनपुट फङ्सन। यहाँनिर चाहिँ तपाईँले चाहिँ भ्यालु यसरी राख्नुहुन्छ। यहाँनिर चाहिँ अब चाहिँ यहाँनिर चाहिँ यो डिभाइड यो मल्टिप्लिकेसनको सिम्बल राख्नुपर्छ। ठिक छ नि। तर अब चाहिँ सिम्पली यसो राख्नुहुन्छ भने काम गर्दैन त, यसलाई चाहिँ यो स्ट्रिङ हो त, यहाँनिर चाहिँ हामीले सिङ्गल कोटमा राख्नुपर्छ। ठिक छ नि। र बाहिर डबल कोट भएको कारणले भित्र डबल कोट युज गर्न पाइन्न, त्यो पनि तपाईँले चाहिँ ध्यान दिनु होला। इनपुट देन त्यसपछि यहाँनिर डबल कोट गर्नुहुन्छ भने त्यो एरर यहाँनिर चाहिँ त्यसैले तपाईँले चाहिँ यो यसरी चाहिँ युज गर्नुपर्छ। र यहाँनिर चाहिँ यसलाई पनि लाउनुपर्छ। देन अब चाहिँ हेरौँ सेप। अब चाहिँ यहाँसम्म चाहिँ काम गर्छ। जस्तो अब चाहिँ यहाँनिर चाहिँ हेर्नु सबभन्दा पहिलोचोटि चाहिँ मैले डिभाइडमा क्लिक गरेँ भने हामीले चाहिँ डिभाइड बटनमा क्लिक गर्दाखेरि फङ्सन कल फङ्सनको पेरेन्थेसिस ब्र्याकेटमा ब्याकस्ल्यासको सिम्बल लागेको होइन। अनि त्यसलाई चाहिँ रिसिभ गरिरहेछ फङ्सनको चाहिँ कल फङ्सन बनाएको चाहिँ फङ्सनको चाहिँ नेमको चाहिँ पेरेन्थेसिस ब्र्याकेटमा यानमा। अनि त्यो यान हामीले चाहिँ S1को चाहिँ इनर टेस्टमा पठायौँ भने सेम भ्यालु चाहिँ गएछ। अब चाहिँ यहाँनिर चाहिँ हेर्नुहोस् आयो कि आएन सबैमा 8 7। अब चाहिँ कति सर्ट भयो, एउटै फङ्सनले चाहिँ सबै बटनमा काम गर्यो। ठिक छ नि। त्यस्तै यो फङ्सनलाई चाहिँ कट ब्याक कट बाहेक इक्वल टु बटन बाहेक सबैमा कल गराइदिनुहोस्। सिम्पल यहाँनिर आउनुहोस्।
यहाँनिर चाहिँ कल गराए चाहिँ एकैछिनमा म आएँ ठिक छ नि अन क्लिक यहाँनिर चाहिँ इनपुट यो स्ट्रिङ हो सो मैले सबैमा कल गराइसकेँ अब चाहिँ चेक मात्र गरौँ एस्ट्रिक अनि यो एडिसनको चाहिँ भएन हेरौँ के गराउँदो रहेछ अनि यिनीहरू चाहिँ मेरो रिमाइन्डरमा पनि गर्नु पर्थ्यो रिमाइन्डरमा गरिएन कोही बात नै यिनीहरू चाहिँ ठिक छ यहाँनिर चाहिँ रिमाइन्डर इक्वल टु होइन प्लसमा चाहिँ के भएछ हेरौँ एरर सो त्यो पनि एरर हेर्नु पऱ्यो हामीले चाहिँ प्लसमा चाहिँ मैले चाहिँ अन प्लस एडिसन र यहाँनिर चाहिँ हेर्नुहोस् अन क्लिक र यहाँनिर चाहिँ यो प्रब्लम रहेछ अनि यहाँनिर चाहिँ रिमाइन्डरको बटन यहाँनिर चाहिँ अन क्लिक यहाँनिर चाहिँ कुनै मेथड नै लागेको छ अनि एट्रिब्युट छैन त यहाँनिर चाहिँ अन क्लिक इनपुट फङ्सन र यो चाहिँ एउटा स्ट्रिङ हो त यहाँनिर चाहिँ स्ट्रिङको रूपमा चाहिँ हामीले पास गर्नुपर्छ दिस अनि यो चाहिँ पर्फेक्ट र यहाँनिर चाहिँ सेभ र अब चाहिँ हामीले चाहिँ यति त यो फङ्सन बनाएँ सबभन्दा पहिले अब चाहिँ म कटको फङ्सन बनाउँदैछु कटको फङ्सन अब चाहिँ हामीलाई चाहिँ युज यहाँनिर चाहिँ सियुटी कट बटन यहाँनिर चाहिँ अनि यहाँनिर चाहिँ अब चाहिँ अन क्लिकमा तपाईँले थाहा नै छ अन क्लिक यहाँनिर चाहिँ कट फङ्सन चाहिँ यसरी चाहिँ अन चेन्ज भनेको चाहिँ सिलेक्ट गरिसकेपछि हो बट हामीले क्लिककोलाई चाहिँ लाउनुपर्छ ठिक छ नि सियुटी कट आई नो मैले चाहिँ यो फङ्सन बनाएको छैन त यहाँनिर चाहिँ आउँछु सबभन्दा पहिले बनाउँछु फङ्सन कट सियुटी कट अनि यहाँनिर चाहिँ हेरौँ कट फङ्सन हामीले चाहिँ यसरी बनाउँ कट नेम चाहिँ कट भयो त्यहाँदेखि त्यसपछि चाहिँ यहाँनिर चाहिँ हामीले के गर्नु पर्दैन एच अन को चाहिँ इनर टेस्ट चाहिँ हामीले चाहिँ एम्प्टी गरिदिनुपर्छ यो बटनमा चाहिँ क्लिक भयो भने अनि यो चाहिँ बन्छ बस त्यसको साथसाथै म यहाँनिर चाहिँ आन्सर्स अनि आन्सरलाई पनि पहिले नै सिलेक्ट गरेर राखौँ होइन यहाँनिर चाहिँ आउँछ आन्सरलाई सिलेक्ट गर्नुको लागि हामीलाई थाहा छ त्यो पनि एउटा चाहिँ आइडी त छैन त्यसभित्र पनि त यहाँनिर चाहिँ हामीले चाहिँ पी ट्यागमा चाहिँ यसरी चाहिँ त्यो छ होइन त यहाँनिर चाहिँ आन्सर गरौँ एएनएस बस यहाँनिर चाहिँ यति काम गरौँ र एएनएसको पनि इनर टेस्ट एम्प्टी गरौँ इनर टेस्ट इक्वल टु एम्प्टी ठिक छ नि र यहाँनिर चाहिँ तपाईँहरू चाहिँ यो सेमिकोलन चाहिँ युज गर्न सक्नुहुन्छ तर यो चाहिँ अप्सनल छैन जाभास्क्रिप्टमा त अब चाहिँ हेरौँ यहाँनिर चाहिँ लेख्छु अनि यहाँनिर चाहिँ कट लेख्छु कट बस यति चाहिँ हामीले बनाउनु छ अब चाहिँ क्यालकुलेटको फङ्सन बनाउनु छ क्याल फङ्सन र यो इक्वल टु बटनको चाहिँ अन क्लिकमा हामीले चाहिँ किनकि त्यहाँनिर चाहिँ क्लिक गरिसकेपछि चाहिँ हामीले आन्सर देखाउनु छ ठिक छ नि त्यहाँनिर चाहिँ फङ्सन गर्नुहोस् क्याल फङ्सन यो क्याल फङ्सन हामी चाहिँ बनाउनेछौँ क्यालकुलेट गर्नुको लागि भ्यालुहरूलाई र यहाँनिर चाहिँ सबभन्दा पहिले चाहिँ अलर्ट गरिदिउँ र यहाँनिर चाहिँ अलर्ट गरेर चाहिँ हामी चाहिँ यो फङ्सनलाई चाहिँ इक्वल टु बटनको अन क्लिकमा चाहिँ पास गर्नुपर्छ सिम्पल यहाँनिर हेर्नुहोस् अन क्लिक अनि यहाँनिर चाहिँ अब चाहिँ क्याल फङ्सन सिएलए क्याल यस्तै होला फङ्सन र यो फङ्सनलाई चाहिँ कल गरिदियो ठिक छ नि बस यति काम गरौँ हेरौँ अलर्ट आउँछ इक्वल टु बट आयो अब चाहिँ हामीले चाहिँ यो इक्वल टु बट यो फङ्सनमा चाहिँ गर्ने के हो सबभन्दा पहिले बुझ्नुहोस् यहाँनिर यो छ प्लस पनि छ प्लस अझै पनि काम गरिरहेको छैन ठिक छ कोही बात नै माइनस र यो 7 छ भने अब चाहिँ हेर्नुहोस् हामीले चाहिँ माइनस प्लस त यहीँनिर आइरहेको छ बस अब चाहिँ हामीलाई यस्तो मेथड अब चाहिँ हामीले चाहिँ बस के गर्नु छ
इनर टेस्टहरूलाई चाहिँ निकालेर इनर टेस्टहरूमा चाहिँ इनर टेस्टहरूलाई चाहिँ अब चाहिँ क्याल्कुलेट गर्नु छ र क्याल्कुलेट गरेर चाहिँ सिधा त्यो बाँकी रहेको आन्सर रिटर्न गर्छ त्यसलाई चाहिँ हामीले चाहिँ आन्सरको चाहिँ इनर टेस्टमा पठाउनु छ यो फङ्सनमा त्यति नै छ हैन अरु के छ र सो त्यसको लागि चाहिँ अब चाहिँ हामीले चाहिँ गर्नुपर्ने के हो भन्दाखेरि र एडिसनमा चाहिँ काम गरिरहेको थिएन अन क्लिक र एउटा चाहिँ यो मिस्टेक पनि रहेछ यार यहाँनिर चाहिँ ठिक छ अन क्लिक त सही हो र अब चाहिँ यहाँनिर चाहिँ सबभन्दा पहिले हामीले चाहिँ के गर्नु छ एच डट इनर टेस्ट सबभन्दा पहिले यसलाई चाहिँ हामीले चाहिँ क्याल्कुलेट गर्नु छ नि एकचोटि तपाईँ अलर्ट गरेर हेर्नुहोस् यसले चाहिँ के रिटर्न गर्छ ठिक छ नि अलर्ट अब चाहिँ हेरौँ यहाँनिर चाहिँ के रिटर्न गर्छ सो म यहाँनिर चाहिँ 9 प्लस 7 गर्छु अब चाहिँ यसले के गर्यो 9 प्लस 7 बस अब हामीले चाहिँ यसलाई क्याल्कुलेसन गर्नु छ अब चाहिँ क्याल्कुलेसन कसरी गर्ने ठिक छ नि क्याल्कुलेसन कसरी गर्ने हामीले केही गर्नु पर्दैन यसलाई चाहिँ तपाईँ इभ्याल फङ्सन भित्र राख्नुहोस् इभ्याल यसरी फङ्सन हो र यसलाई चाहिँ अब चाहिँ यसरी राखिदिनुहोस् बस अब चाहिँ अलर्ट गरेर हेर्नुहोस् बस अब चाहिँ हेर्नुहोस् यहाँनिर मैले चाहिँ गरेँ 7 प्लस 9 हेर्नुहोस् यहाँनिर चाहिँ आयो कि आन्सर आएन यहाँनिर चाहिँ हेर्नुहोस् इभ्याल फङ्सनले चाहिँ अटो क्याल्कुलेट गरेर दियो त्यस्तै यहाँनिर चाहिँ अब भन्नुहुन्छ भने यहाँनिर चाहिँ माइनस भएको भए के हुन्थ्यो माइनस भएको भए पनि ती माइनसको काम गरिदिन्थ्यो बढिया यसले चाहिँ आफैले काम गरिदिन्छ इन्टु गरौँ 2 गरौँ हेर्नुहोस् आफैले काम गरिरहेको छ सबै काम ठिक छ नि 3 डिभाइड 1 यसले चाहिँ आफैले काम गर्नेछ सो अब चाहिँ बस हामीले चाहिँ के गर्नु छैन आन्सर त आयो यसलाई चाहिँ एउटा भ्यारमा स्टोर पनि गराउन सक्नुहुन्छ ठिक छ नि त म यहाँ चाहिँ भ्यार स्याहार केही गर्ने छैन सिधा यसलाई चाहिँ एनएसको चाहिँ इनर टेस्टमा पठाउने छु ठिक छ नि किन हामीले ज्यादा कोड लेख्नु एनएस डट इनर टेस्ट एनएस डटको इनर टेस्टमा सिम्पल पठाइदिउँ र प्लस चाहिँ नगर्नु होला प्लस गर्नुहुन्छ भने पहिलोको पनि आन्सर दिन्छ तर हामीलाई पहिलोको आन्सर चाहिएन करेन्ट आन्सर चाहियो ठिक छ नि त करेन्ट टाइमको आन्सर त अब चाहिँ हेरौँ यहाँ चाहिँ आउँछ आन्सर बढी आयो कि आएन अब चाहिँ यसलाई कट गर्नुहोस् त्यहाँनिर चाहिँ यसरी चाहिँ अब चाहिँ बस भयो कि भएन पर्फेक्ट अब चाहिँ यो चाहिँ हामीले चाहिँ गऱ्यौँ ठिक छ नि अब चाहिँ हामीले चाहिँ गर्नुपर्ने के अब त यहाँनिर चाहिँ सबै काम भयो बट यहाँनिर चाहिँ म तपाईँहरूलाई चाहिँ एउटा कुरा देखाइदिउँ भने यहाँनिर चाहिँ हेर्नुहोस् जस्तो इन्टु 9 यसले चाहिँ अब चाहिँ इन्टु 9 गर्छ भने यहाँनिर चाहिँ हेर्नुहोस् यसले चाहिँ अब चाहिँ कुन केही रिटर्न गर्दैन एम्प्टी रिटर्न गर्छ फर इक्जाम्पल म यसलाई अलर्ट अगेन गराएर देखाउँछु अलर्ट पहिले त अलर्ट आउनेछ इभ्याल फङ्सन र यसभित्र चाहिँ एस डट इनर टेस्ट र अब चाहिँ हेर्नु यहाँनिर चाहिँ म कसरी सबभन्दा पहिले इन्टु 9 आयो अलर्ट आएन बट म यहाँनिर चाहिँ यहाँनिर चाहिँ 9 इन्टु 7 गर्छु आउँछ अलर्ट सो अहिले पनि आएको छैन बट यहाँनिर चाहिँ हेरौँ हामीले चाहिँ के एरर गऱ्यौँ सो अलर्ट इभ्याल फङ्सन इभ्याल अनि एस डट इनर टेस्ट यहाँनिर त केही छैन हाम्रो चाहिँ प्रब्लम सो एस डट इनर टेस्ट इभ्याल फङ्सन र यहाँनिर चाहिँ थोरै यो रहेछ अब चाहिँ हेर्नु सबभन्दा पहिले मैले चाहिँ तपाईँलाई चाहिँ 7 प्लस 9 गरेँ अलर्ट आयो बट यहाँनिर चाहिँ अब चाहिँ हामीले 9 इन्टु गऱ्यो भने के आउँछ आयो अलर्ट आएन किनकि यसले क्याल्कुलेटै गरेको छैन क्याल्कुलेट त्यति बेला गर्छ जति बेला चाहिँ यहाँनिर चाहिँ दुईटा अपरेन्ड हुनेछ दुईटा अपरेन्ड्स भनेको चाहिँ दुईटा भ्यालु हो जसलाई चाहिँ सेपरेट गर्नेछ कसकोद्वारा मतलब जस्ट यो अब चाहिँ यसको द्वारा बुझ्नेछ यहाँनिर चाहिँ दुईटा भ्यालु आइ कि आएन भनेर चाहिँ यी साइन छ नि यी साइनहरूद्वारा चाहिँ सम्झिनेछ यो पहिलो भ्यालुलाई चाहिँ यसले अपरेन्ड 1 भन्नेछ र यदि दिएपछि चाहिँ अब चाहिँ यसले चाहिँ भन्नेछ यसको बाहिर दिएको भ्यालुलाई चाहिँ अपरेन्ड 2 भन्नेछ अब चाहिँ यी अर्थमेटिक अपरेटर तपाईँलाई थाहा नै छ प्लस भयो र यहाँनिर चाहिँ एडिसनको भयो सब्ट्र्याक्सन भयो एडिसन मल्टिप्लिकेसन अनि यो रिमाइन्डर देन त्यसपछि यहाँनिर चाहिँ इन्टुको मल्टिप्लाईको डिभाइडको यी सिम्बलहरू चाहिँ के गर्छन् यिनीहरूले चाहिँ दुईटा अपरेन्ड्स भए मात्रै काम गर्छन् र एउटा अपरेन्डमा चाहिँ कहिले पनि काम गर्दैनन् त्यसैले यसले के गर्छ एउटा अपरेन्ड छ काम गर्छ गर्दैन त अब चाहिँ यस्तो केसमा हामीले चाहिँ के देखाउनु पर्यो अब चाहिँ एरर भनेर देखाउनु पर्यो ठिक छ नि तर माइनस र प्लसको केसमा काम गर्छ हेर्नुहोस् माइनस र प्लसको केसमा बढिया काम गर्छन् किनकि माइनस प्लस तपाईँलाई थाहा छ प्लस 7 लेख्नु भनेको चाहिँ अब चाहिँ यसलाई इक्वल टु गर्नुहुन्छ भने के हुन्छ 7 मात्र हुन्छ अब चाहिँ हामी चाहिँ यसलाई इक्वल टु गरिसकेपछि अगाडिको प्लसलाई चाहिँ हटाइदिन्छौँ बस यहाँनिर चाहिँ 7 लेख्छौँ त यसले 7 पनि रिटर्न गर्यो त्यस्तै हामी चाहिँ -7 गर्छौँ भने यसमा चाहिँ के हुन्छ सिम्पल -7 हामी रिटर्न गर्छौँ त त्यस्तै यसले पनि गरिरहेको
भएको छ तर अन्यमा चाहिँ त्यस्तो हुँदैन। त अब चाहिँ हामीले चाहिँ के गर्नुपर्छ चेक गर्नु पर्यो। अब चाहिँ बारम्बार हामीले चाहिँ अब चाहिँ यसलाई लुपबाट गर्नुपर्छ, कन्डिसनबाट इफबाट गर्ने हो भने चाहिँ धेरैचोटि हामीले चाहिँ इफ एल्स लाउनु पर्ला। तर म यहाँ चाहिँ तपाईँलाई एउटा एडभान्स सिकाइदिउँ, ट्राई क्याच भन्ने हुन्छ। ट्राई क्याचले चाहिँ के गर्छ भन्दाखेरि आफैले चाहिँ चेक गरिदिन्छ, ठिक छ नि। जस्तो इभ्याल फङ्सनले आफैले क्यालकुलेट गरिदियो नि अब त्यहाँनिर चाहिँ अब चाहिँ अपरेटरहरू हेरेर, त्यस्तै यसले पनि आफैले चाहिँ अब चाहिँ चेक गरिदिन्छ, ठिक छ। अब चाहिँ त्यहाँनिर चाहिँ कन्डिसन हेरेर। त अब चाहिँ हामीले यसैको फाइदा लिउँ। यहाँनिर चाहिँ सबभन्दा पहिले क्यालकुलेट यहाँनिर भएर चाहिँ यहाँनिर आउनेछ। अगर क्यालकुलेट हुन सकेन त्यस्तो केसमा चाहिँ ans.innerTestमा चाहिँ हामी चाहिँ के पठाइदिनेछौँ, एरर। सो सिम्पल एरर र अब चाहिँ एररलाई हामीले चाहिँ व्हाइट कलरमा देखाउनु छैन, त यसलाई रेड कलरमा देखाउनुको लागि ans.innerTest स्टाइल गर्नुहोस्। स्टाइल पास अब चाहिँ कसरी गर्ने, CSS सबभन्दा पहिले स्टाइल लेख्नुहोस्, त्यहाँदेखि त्यसपछि कलर गर्नुहुन्छ भने कलर, अनि यहाँनिर चाहिँ यो कोलनको ठाउँमा चाहिँ इक्वल टु, र अब चाहिँ यहाँनिर चाहिँ डबल कोटमा चाहिँ अब चाहिँ रेड राख्नुहोस् कलरको नाम। बस यो थियो। त्यस्तै यहाँनिर चाहिँ yas.innerTestलाई स्टाइल पनि गर्नुहोस्। यसलाई पनि हामीले चाहिँ के देखाउनु छ, रेड देखाउनु छ। र एउटा प्रब्लम पनि हुनेछ, पछि गएर चाहिँ हरेक टाइम यो चाहिँ ऱ्याड नै हुनेछ। एकचोटि ऱ्याड भयो भने त्यहाँदेखि त्यसपछि चाहिँ अर्को टाइम यो ऱ्याड नै हुनेछ। हेर्नुहोस् अब चाहिँ यहाँनिर सबभन्दा पहिले चाहिँ 7 लेखेँ र यहाँनिर चाहिँ प्लस गर्छु। यो अब एरर आउला, बढिया तरिकाले आउला किनकि सेकेन्ड अपरेन्ड छैन। तब चाहिँ हेर्नुहोस् यहाँनिर चाहिँ एरर आयो। अब चाहिँ एरर पनि सो गर्यो, अब ऱ्याड पनि भयो। तर अब चाहिँ यहाँनिर चाहिँ म क्लिक गर्छु भने अब चाहिँ आन्सर आउँदा पनि ऱ्याड। अब चाहिँ हामीले त्यस्तो चाहिएन। सो सिम्पल यहाँनिर चाहिँ एरर आयो भने एरर यो चाहिँ आयो, एरर आयो भने अब चाहिँ युजरले चाहिँ यहाँनिर चाहिँ क्लिक गर्न लाग्यो भने चाहिँ के हुनेछ, सबभन्दा पहिले त यहाँनिर चाहिँ आन्सरको एरर छ नि त्यो एम्प्टी गर्नेछौँ। त्यहाँदेखि त्यसपछि यिनीहरूको कलर दुईटैको कलर व्हाइट गर्नेछौँ। त त्यसको लागि चाहिँ हामीले चाहिँ के गर्नु पर्दैन, सिम्पल त्यो हाम्रो चाहिँ इनपुट हुने काम कहाँ भइरहेछ, यहाँनिर चाहिँ भइरहेछ नि इनपुट फङ्सनमा। त यी दुइटालाई कपी गर्नुहोस्। सबभन्दा पहिले यी तिनटैलाई कपी गर्नुहोस्, ठिक छ नि। यी तिनटैको निड छ। सो यहीँनिर आउनुहोस् र यहाँनिर चाहिँ हामी चाहिँ के गर्दै थियौँ, यहाँनिर चाहिँ पहिले त इन्डियन गर्नुहोस्। यार यो इन्डियन नगर्यो भने चाहिँ पछि गएर चाहिँ खोज्नलाई पनि गाह्रो होइन हामीलाई। यति काम गर्नुहोस् र यसलाई यहाँनिर गर्नुहोस्, ठिक छ नि, दिस। बस अब चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ एरर गरिरहेको थियौँ नि, यसलाई एम्प्टी गरिदिनुहोस्, ठिक छ नि, नल गरिदिनुहोस्। अनि यहाँनिर चाहिँ ऱ्याड छ नि, बस यहाँनिर चाहिँ तपाईँ व्हाइट गरिदिनुहोस् र अब चाहिँ हेर्नु यहाँनिर चाहिँ एफ बस हामीले चाहिँ अब चाहिँ एफ गऱ्यौँ। बस यति काम हामीले चाहिँ गर्नु थियो। अब चाहिँ हेर्नु यहाँनिर चाहिँ हाम्रो चाहिँ यो काम पर्फेक्ट। सो 8 यो भयो, एरर आयो। बस अब चाहिँ म यहाँनिर चाहिँ क्लिक गर्छु भने तलको एरर पनि गयो र यहाँनिर चाहिँ अब चाहिँ त्यो पनि गयो, ठिक छ नि। यसरी चाहिँ बनाउनु थियो। बस अब चाहिँ हामीले चाहिँ बनाउनु पर्ने अरू त केही रहेको छैन ब्याककटको फङ्सनबाट, ठिक छ नि। अब ब्याककटको फङ्सनमा चाहिँ के हुन्छ भन्दाखेरि सबभन्दा पहिले फङ्सन नै बनाऊ, ठिक छ नि। ब्याक स्पेस फङ्सन र ब्याक COT कट र ब्याक कट। यहाँनिर चाहिँ यो फङ्सन कल भएपछि चाहिँ यहाँनिर चाहिँ अलर्ट दिनु होला, सिम्पल, ठिक छ नि। यो फङ्सनलाई चाहिँ अब चाहिँ हामीले चाहिँ ब्याक कट होइन, ब्याक कटको फङ्सन हामीले चाहिँ कहाँनिर बनाउनु पर्ने हो भन्दा कटको बटन छ नि त्यहाँनिर बनाउनु पर्ने हो, त्यहाँनिर कल गर्नुपर्ने हो, ताकि युजरले त्यहाँनिर क्लिक गरिसकेपछि चाहिँ त्यो काम होस्। त यहाँनिर चाहिँ अन क्लिक, ब्याक COT कट दिस फङ्सन। र अब चाहिँ हेरौँ अलर्ट आउँछ ब्याक कटमा क्लिक गरेपछि, अलर्ट आइसक्यो। अब चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ एउटा काम गर्नुपर्ने हो। सो सिम्पल के होइन, यहाँनिर चाहिँ हेर्नुहोस् सबभन्दा पहिले हामीले चाहिँ के गर्नुपर्ने हो भन्दाखेरि अब चाहिँ हेर्नु यहाँनिर ब्याक कटमा यहाँनिर चाहिँ सबभन्दा पहिले हामीले चाहिँ काम गर्नुपर्ने भनेको चाहिँ yas.को इनर टेस्टमा हो, ठिक छ नि। अब चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ हेर्नुहोस् यहाँनिर चाहिँ यसको इनर टेस्ट पहिले त यसलाई अलर्ट राखौँ। फर इक्जाम्पल यसको इनर टेस्टमा चाहिँ अब के आयो, अलर्टले यहाँनिर चाहिँ 2557 दियो। त अब चाहिँ ब्याक कटमा क्लिक भएपछि चाहिँ हामी के गर्नेछौँ, जस्तै 7लाई चाहिँ रिमुभ गरिरहेको छ, हेर्नुहोस् 7। त अब 7लाई रिमुभ गरेर चाहिँ बाँकी रहेको चाहिँ 255लाई चाहिँ हामीले चाहिँ अगेन एसको चाहिँ इनर टेस्टमा पठाइदियो भने हाम्रो ब्याक कटको फङ्सन बन्ने छ। हेर्नुहोस् यहाँनिर चाहिँ हेर्नुहोस् सबभन्दा पहिले अलर्ट गर्नुहोस्। सो 9 7 अब चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ यसले चाहिँ 9 8 नै रिटर्न गरिरहेको छ। अब चाहिँ लास्टको रिमुभ गरेर चाहिँ अगाडिको चाहिँ कसरी ल्याउने, ठिक छ नि। त्यसको लागि चाहिँ तपाईँले चाहिँ मेथड नै युज गर्नुपर्छ। यहाँनिर चाहिँ त्यो मेथडको नाम हो स्लाइस मेथड। डट लाउनुहोस् SIL स्लाइस र यहाँनिर चाहिँ कहाँसम्मको भ्यालु चाहन्छु म 0 देखि चाहिँ चाहन्छु, तर लास्टको चाहिँ एउटा भ्यालु चाहिँ माइनस गरिदिनुहोस्, लास्ट एउटा इन्डेक्सको भ्यालु। त अब चाहिँ यसले रिटर्न के गर्छ हेरौँ,
भने हाम्रो ब्याककटको फङ्सन 9 7। अब चाहिँ यसले चाहिँ हाम्रो चाहिँ फङ्सन अनुसार त हाम्रो चाहिँ गोल अनुसार त यहाँनिर 7 रिमुभ गरेर 9 मात्र अलर्ट गराउनु, ठिक छ नि। हेरौँ 9 अलर्ट गर्यो, बढिया। अब चाहिँ हेर्नुहोस् यहाँनिर त भन्नुहुन्छ यहाँनिर चाहिँ 9 7 देखिरहेको छ, किनकि हामीले त्यसलाई चाहिँ अब इनर टेस्टमा पठायो भने चाहिँ हुन्छ, अदरवाइज यहाँनिर चाहिँ त्यसले एउटा कपी मात्र पठाउने हो, ठिक छ नि। रियल भ्यालुलाई चेन्ज गर्दैन, कपी दिन्छ। त अब चाहिँ हामी त्यही कपीलाई चाहिँ यहाँनिर चाहिँ के गर्नेछौँ, एस डटको इनर टेस्टमा पठाइदिनेछौँ। एस डट इनर टेस्ट इक्वल टु उसैको इनर टेस्टको चाहिँ कपी निकाल्नेछौँ र उसैको इनर टेस्टभित्र राखिदिनेछौँ। सिम्पल यो थियो। यहाँनिर चाहिँ हेर्नुहोस् अब चाहिँ 9 7 गऱ्यो भने 7 कट गयो र अलर्ट हुनुको साट्टो हामीले चाहिँ यसकै चाहिँ इनर टेस्टमा पठाइदियौँ, सिम्पल। अनि यहाँनिर चाहिँ हेर्नुहोस् बस हाम्रो चाहिँ कटको फङ्सन त बन्यो, ब्याक कटको फङ्सन। तर यहाँनिर चाहिँ एउटा एरर रह्यो। एरर भनेको के भयो भने अब चाहिँ यहाँनिर चाहिँ हेर्नुहोस् अब चाहिँ के हुन्छ, यहाँनिर पहिले नै माथि कट भइरहेछ। हामीलाई चाहिँ यस्तो चाहिएन। सबभन्दा पहिले त आन्सर कट भएर सकिनु पऱ्यो, त्यहाँ त्यसपछि मात्रै यहाँनिर चाहिँ हाम्रो चाहिँ एस चाहिँ के हुनु पऱ्यो, कट हुनु पऱ्यो। त त्यसको लागि पनि यहाँनिर सिम्पल यसलाई इफ एल्सबाट गर्नुहोस्, ज्यादा ठुलो केही छैन। यहाँनिर इफ कन्डिसन लाउनुहोस्। इफ यो कोड कति बेला चल्नेछ, अगर एनएस डट इनर टेस्ट खाली भयो, एनएस डट इनर टेस्ट यहाँनिर चाहिँ हेर्नुहोस् इनर टेस्ट के भयो, इक्वल टु खाली भयो, इक्वल टु एम्टी, मतलब खाली भयो भने मात्रै त के गर, एसको चाहिँ काम गर, एसमा चाहिँ इनर टेस्ट, एसको चाहिँ इनर टेस्टलाई चाहिँ कट गर, ठिक छ नि। यहाँनिर के गर। अनि अदरवाइज त के गर्नेछस्, यहाँनिर चाहिँ सिम्पल हामीले चाहिँ त्यो एल्समा डिफाइन गर्नेछौँ। त्यसलाई कपी गर्नुहोस् र यति बेला चल्नेछ जति बेला चाहिँ यहाँनिर चाहिँ अब चाहिँ इनर टेस्ट एल्स अब चाहिँ हाम्रो एम्टी हुने छैन एनएसको, त त्यति बेला चाहिँ हामी चाहिँ एनएसको चाहिँ के गर्नेछौँ, स्लाइस मेथड गर्नेछौँ। बस यहाँनिर चाहिँ हेरौँ यति मात्रै काम गर्नु थियो। हेरौँ यहाँनिर चाहिँ काम गर्छ। सो 9 + 7 यति बेला त अब चाहिँ हाम्रो चाहिँ एनएस एम्टी छ, त यहाँनिर कट भयो, यो इफले काम गर्यो। अब चाहिँ यहाँनिर आन्सर छ भने सबभन्दा पहिले आन्सर कट हुनेछ, त्यहाँदेखि त्यसपछि मात्रै माथि कट हुनेछ। बस हामीले चाहिँ यति फङ्सन त बनायौँ होइन। बस अब चाहिँ यो क्यालकुलेटरमा रहेको चाहिँ फङ्सन भनेको चाहिँ हामीले चाहिँ यसलाई चाहिँ हामीले चाहिँ प्रिभियस जो स्टार्टिङमा देखाएको थिएँ आफ्टर बिफोर, त्यसको हामीले डिजाइन गर्नु छ। त्यो डिजाइन चाहिँ म नेक्स्ट भिडियोमा गर्नेछु। तपाईँहरू चाहिँ आफ्टर बिफोरको चाहिँ त्यति बेला चाहिँ सिक्नुहुनेछ, ठिक छ नि। र तपाईँलाई आफ्टर बिफोर सुडो एलिमेन्ट आउँछ भने तपाईँ गर्न सक्नुहुन्छ। र यहाँनिर चाहिँ एउटा हामीले चाहिँ लोगो जस्तै बनाएका थियौँ, त्यो बनाउनु छ। र अर्को भनेको चाहिँ हामीले चाहिँ रहेको यो फङ्सन छ नि, यहाँनिर अहिले चाहिँ यसले चाहिँ अटो साइज डिक्रिज गर्दैन, हेर्नुहोस् गर्छ गर्दैन। त त्यसलाई अटो साइज डिक्रिज हामीले चाहिँ त्यो मेथड त्यो फङ्सन बनाउनु छ। अर्को फङ्सन भनेको चाहिँ यहाँनिर चाहिँ 9 + 3 गर्यो र यहाँनिर चाहिँ हेर्नुहोस् अब इक्वल टु गर्यो भने चाहिँ यसको चाहिँ भ्यालु निकालेर चाहिँ यसको भ्यालु निकालेर चाहिँ यहाँनिर राखिदिनु पऱ्यो र यहाँनिर राखेर चाहिँ यसको भ्यालु पछि चाहिँ एम्टी गरिदिनु पऱ्यो। त त्यस्तो हामीले चाहिँ एउटा फङ्सन बनाउनु छ। र यहाँनिर चाहिँ धेरै एररहरू आउँला, जस्तो यहाँनिर चाहिँ हेर्नुहोस् अनडिफाइन आयो। यो अनडिफाइन किन आइरहेछ यो पनि तपाईँले थाहा पाउनुपर्छ, ठिक छ नि। यसलाई पनि हामीले चाहिँ सल्भ गर्नुपर्छ। यो चाहिँ एउटा बग हो, ठिक छ नि। यो बगहरूलाई चाहिँ अब चाहिँ हामीले चाहिँ भ्यारहरूबाट बनाइरहेको छौँ। र भ्यारिएबल अब चाहिँ जबसम्म चाहिँ डिफाइन हुँदैन तबसम्म यसले चाहिँ अनडिफाइन्ड अनि अब्जेक्ट छ भने त्यसले चाहिँ एरे छ भने नल रिटर्न गर्छ। र यसलाई चाहिँ हामीले चाहिँ